यहाँहरू सम्पूर्णलाई नमस्कार। सहकार्य अभिवादन 8:05 पनि गइसकेको छ। हामी प्रोफेसनल कोअपरेटिभ अकाउन्टेन्ट कोर्सको आज 43औं दिनमा छौँ र हामी कर सम्बन्धी विषयहरूमा छलफल गरिरहेका छौँ। सम्भवतः हामी यो आजको एउटा क्लास र अर्को प्र्याक्टिकल्ली एउटा क्लास गरेर कर सम्बन्धी कुराहरूलाई ऱ्यापअप गर्न सक्छौँ भन्ने टार्गेट चाहिँ नि छ। तर केही छैन, हामी प्र्याक्टिकल्ली गर्छौँ। अस्ति हामीले टिडिएसका कुराहरू, प्रायः सबै टिडिएसका कुराहरू सहकारी संस्थामा सामान्य खालका लाग्ने, योभन्दा बढी सहकारी संस्थामा कुनै पनि टिडिएस आउँदैन जति हामीले छलफल गर्यौँ। ती छलफल गरेका भन्दा बढी कुनै पनि विषयहरूमा टिडिएस लाग्दैन। र त्यो टिडिएसहरूलाई कसरी काट्ने, टिडिएस कसरी कट्टा गर्ने, अनि त्यो टिडिएस कट्टा गरेर के गर्ने, अनि त्यसलाई कति समयभित्र चाहिँ अन्तर्राष्ट्रिय कार्यालयमा बुझाउने, अनि त्यसको इटिडिएस कसरी गर्ने, होइन। इटिडिएस हामीले प्र्याक्टिकल्ली पनि गऱ्यौँ, हाम्रो कमल सरले प्र्याक्टिकल्ली गरेर देखाउनु भयो यहाँहरू सबैलाई, होइन। भने पछाडि ती सबै विषयहरूमा हामीले छलफल गऱ्यौँ। अब यति गरिसके पछाडि त्यो हुन त हामीले एउटा मात्रै टिडिएस फिल गऱ्यौँ। अब हामीले धेरैवटा टिडिएस हुँदाखेरि चाहिँ एक्सेल सिटको प्रयोग गरेर गर्न सक्छौँ भनेर एक्सेल सिट कसरी डाउनलोड गर्ने, त्यसभित्र कसरी फिल गर्ने भन्ने सम्बन्धका कुराहरू अस्ति सकायौँ। त्यो फिल गरिसकेपछि अपलोड गर्नलाई त सजिलो भइहाल्यो, होइन। जसरी हामीले अरू साइटहरूमा अपलोड गर्छौँ त्यसै गरी अपलोड गर्ने हो। तपाईँहरूले त्यो जुन एक्सेल सिट भर्नुहुन्छ, एक्सेल सिट भर्दाखेरि डेट फर्मेटहरू चाहिँ मिलेन भने चाहिँ एक्सेल सिट अपलोड हुँदैन। नत्र भने अन्य अवस्थाहरूमा तपाईँको प्यान नम्बरको फर्मेट जुन 9 डिजिटको प्यान नम्बर हुनुपर्छ, डेट फर्मेट चाहिँ जुन डट डटवाला डेट फर्मेट हुनुपर्छ, ती कुराहरू चाहिँ फर्मेट मिल्यो भनेदेखि हाम्रो एक्सेलबाट अपलोड गर्न सक्छौँ। अब हामी धेरै कारोबारहरू भनौँ न, धेरै टिडिएसहरू छ भनेदेखि चाहिँ हामीले म्यानुअली गर्न त एकदमै धेरै गाह्रो हुन्छ। त्यो भएर यहाँहरूले चाहिँ एक्सेल अपलोड गर्नुभयो भने धेरै सजिलो हुन्छ। यहाँहरूले एक्सेल अपलोड गरेर ट्राई गर्नु होला। त्यतिखेर यहाँहरूको केही त्यस्तो समस्या भयो भनेदेखि ग्रुपमा मेसेज गर्न सक्नुहुन्छ। सामान्यतया एक्सेल अपलोड गर्ने तरिका र हामीले 1 by 1 गर्ने तरिका एउटै हो। एक्सेल अपलोड गर्दाखेरि चाहिँ हामी सबै विवरणहरू एकैचोटि भरेर अपलोड गर्छौँ। 1 by 1 गर्दा चाहिँ एउटा एउटा गरेर बसेर गर्नुपर्ने भयो। त्यसको लागि टाइम चाहिँ धेरै कन्ज्युम हुन्छ। यहाँहरूको केही समस्या छ योभन्दा अगाडि टिडिएससँग सम्बन्धित कुराहरूमा, टिडिएस इटिडिएस फाइलिङ गर्ने विषयहरूमा? अनि हामी अलिकति अगाडि बढ्छौँ। आज अनुमानित आय विवरणका कुराहरूमा हामी छलफल गर्छौँ। केही छ भनेदेखि त्यसमा हजुरहरूले कुरा राख्न सक्नुहुन्छ। मेरो आवाज क्लियर छ नि? हुन्छ, हस्। अब यहाँहरूले प्र्याक्टिस गर्नु होला। अब हुन त कर भन्ने कुरो प्र्याक्टिस गरिराख्ने कुरो पनि भएन, होइन। जे आउँछ आएको विषयहरूमा चाहिँ यहाँहरूले काम गर्दै जानुपर्ने हुन्छ। त्यसो भए हुनाले रेकर्डिङहरू हेरेर पनि तपाईँले त्यतिखेर गर्न सक्नुहुन्छ। भन्दै मैले टिडिएसमा यहाँहरूको कुनै समस्या छैन भन्ने हिसाबमा म अगाडि बढेँ है त। अब त्यसभन्दा पछाडि टिडिएसको कुराहरू सकिसके पछाडि अस्ति हामीले कर प्रायोजनको लागि के कुराहरूमा खर्च लेख्न पाउने, के कुराहरूमा खर्च लेख्न नपाउने, कुन चाहिँ कुराहरू चाहिँ सेक्सन 22 अन्तर्गत भनेको खर्च दाबी गर्न नपाउने अन्तर्गत पर्छन् भन्ने विषयहरूमा पनि हामीले सरसर्ती छलफल गरेका थियौँ। नमस्ते सर। नमस्ते अञ्जना मिस। सरलाई मैले पोस्ट बनाएँ। अनि कति कति सीमासम्ममा चाहिँ हामीले कर प्रायोजनको लागि खर्च लेख्न सक्छौँ भन्ने कुराहरू हामीले गरेका थियौँ। र यही कुराहरूमा छलफल गर्दै गर्दाखेरि अब थोरै हामी अगाडि पनि बढिसकेका छौँ। तैपनि यो 26 नम्बरको कर प्रायोजनको लागि खर्च लेख्ने सीमामा चाहिँ एउटा दुईटा क्वेसनहरू मलाई सोध्न मन लागेको छ। हुन त हामीले छलफल गरिसकेको विषय हो। ल भन्नुहोस् त यहाँहरूले, हामीले सञ्चित विधा व्यवस्था खर्च भनेर हाम्रो चाहिँ कर प्रायोजनको लागि कति खर्च घटाउन पाउँ, कति खर्च दाबी गर्न पाउँछौँ? भन्नुहोस् त, भन्नुहोस्। छोटो है यो, छोटो। सञ्चित विधा व्यवस्था खर्च भनेर जस्तो अकाउन्टमा त हामी सञ्चित विधाको व्यवस्था गर्छौँ नि त। त्यसको कति कर प्रायोजनको लागि चाहिँ कति खर्च दाबी गर्न पाइन्छ? त्यो लास्टमा छोड्दा चाहिँ सर 15% दाबी गर्ने होइन सर? लास्टमा छोड्दाखेरि चाहिँ पुरै खर्च होला नि सर। रनिङमा के अरे यदि कर्मचारी कन्टिन्यू छ भने अब उसको आयमा इन्कममा जोडिन्छ। यदि उसले संस्था छोडेर गएको केसमा चाहिँ 15%।
उम्, स्ल्याब भनेदेखि गर्नु अब स्ल्याब रेटमै अब भयो त्यो। अब हामीले D3 फाइलिङ गर्दै गर्दाखेरि D3 फाइलिङ गर्दै गर्दाखेरि हेर्नुहोस् है, D3 फाइलिङ गर्दै गर्दा अनुसूची 5 भर्दै गर्दा अनुसूची 5 भर्दै गर्दाखेरि चाहिँ भनेको हाम्रो कर परीक्षण भनौँ न, कर परीक्षणमा चाहिँ यो सञ्चित विधा व्यवस्था बापतको जुन खर्च छ नि त्यो खर्च चाहिँ हामीले दाबी गर्न पाउँदैनौँ, दाबी नगर्ने नगर्ने। यो त हामीले उसमा पढायो हो नि त, यो त हामीले केमा पढेको, हाम्रो डिफर्ड ट्याक्समा पढेको हो नि त। यो त जहिले भुक्तानी हुन्छ त्यतिखेर मात्रै चाहिँ दाबी गर्ने, जहिले भुक्तानी हुन्छ त्यतिखेर जति भुक्तानी हुन्छ त्यति रकम चाहिँ दाबी गर्ने। त्यो कुरा चाहिँ सम्झिनु पर्यो ल, मैले त्यही मात्रै भन्न खोजेको यो। अहिले दाबी नगर्ने, खर्च प्रोभिजन गर्दाखेरि चाहिँ दाबी नगर्ने, तर जहिले भुक्तानी हुन्छ भुक्तानी गर्दाखेरि चाहिँ दाबी गर्ने। भुक्तानी जति गरिएको छ त्यति नै रकम चाहिँ खर्च भनेर दाबी गर्ने। हामीले के भनेको थियौँ अस्ति नै, हामीले व्यवस्था बापतको चाहिँ खर्च दाबी गर्न पाउने भनेको के मात्र हो, ऋण जोखिम व्यवस्था, त्यो पनि मात्र दाबी गर्न पाइन्छ व्यवस्था मध्ये है। त्यो पनि कति त भन्दा जम्मा लगानीमा रहेको ऋण रकमको 7% के अरे 5%सम्म। 5% हो। यहाँ 7% भनेर आइरहेको र 7% भनेर आएछ, 5%सम्म भनेको। योभन्दा बाहेक चाहिँ हामीले कुनै पनि व्यवस्था खर्च चाहिँ दाबी गर्न पाउँदैनौँ के। व्यवस्था भनेको व्यवस्था हो, जब भुक्तान हुन्छ त्यतिखेर मात्रै हामी खर्च दाबी गरेर, अगाडि हामीलाई थाहा छैन भन्छ के। त्यो कुरामा चाहिँ हामी क्लियर हुनुपर्छ है। अब भनेको हामीले यो चाहिँ अब सञ्चित जस्तो कोष चाहिँ सर छोड्ने बेला मात्रै दिँदैन र? सञ्चित विधा चाहिँ, विधा त हाम्रो अकाउन्ट अनुसार त विधाको बापतको पैसा खर्च के व्यवस्था गरिराख्छौँ। जब छोड्ने बेलामा होइन, बिचमै पनि हामीले भुक्तानी गरेका छौँ, विधा बापतको पैसा भुक्तानी गरेका छौँ भने त्यतिखेर हामीले खर्च दाबी गर्न पाइयो। तर बिचमा हजुर विधा चाहिँ भुक्तानी नै गरेका छैनौँ भने चाहिँ खर्च दाबी गर्न पाइएन भनेको। अकाउन्टमा पाइयो के, अकाउन्टमा पाइयो, ट्याक्समा पाइएन भनेको। पहिलो त्यो कुरा सरकारीमा काम गर्ने बेला मैले छोड्ने बेला मात्रै दिएको थियो कि, त्यही भएर अँ, छोड सोधेको। छोड अँ, हो, छोड्ने बेलामा मात्रै दिने भन्ने पनि हुन्छ। तर यति जस्तो उदाहरणको लागि चाहिँ हाम्रो मानव संसाधन व्यवस्थापन नीतिमा के लेखेको हुन्छ भनेदेखि, घर बिदा 120 दिन, बिरामी बिदा 90 दिनसम्म सञ्चित गर्न पाइने भनेर भने हुन्छ नि त। हो, त्यो भएर हजुर चाहिँ सञ्चित खर्च लेख्छौँ तर खर्च गरेर भुक्तानी गर्दैनौँ, सञ्चित मात्रै गर्छौँ, संस्थामै राख्छौँ, उसलाई पैसा दिइसक्दैनौँ भने त्यस्तो चाहिँ हामीले के गर्नु पर्यो त, त्यो चाहिँ हामीले आयकर प्रायोजनको लागि चाहिँ खर्च लेख्न पाइएन। तर हाम्रो अकाउन्टमा त अकाउन्टिङ प्रफिट आउने बेलामा त हामीले त्यो खर्च घटाएका हुन्छौँ भनेर भनेको। अकाउन्टिङ प्रफिट र ट्याक्सको प्रफिट फरक पर्छ भन्न खोजेको है यहाँनिर, यसरी बुझ्नु पर्यो हस् हजुरहरूले। भनेको कर प्रायोजनको लागि खर्च लेख्ने सीमा अन्तर्गत चाहिँ यो कुराहरू हो। कर प्रायोजनको लागि हुन त यो सञ्चित विधाको हामीले अकाउन्टमा चाहिँ खर्च लेखेका हुन्छौँ तर करमा खर्च लेखेका हुँदैनौँ। ऋण जोखिम व्यवस्था पनि हामीले अकाउन्टमा जति पनि खर्च लेख्न पाइयो केही समस्या भएन, तर करमा चाहिँ के हुन्छ त भन्दा बढीमा जम्मा ऋण लगानी भन्नुहुन्छ नि होइन रविन सरले, जम्मा ऋण लगानीमा रहेको ऋण रकमको 5% भन्दा बढी खर्च लेख्न पाइएन भने यो कुरामा चाहिँ हामी अलिकति क्लियर हुनुपर्ने भएको मैले यसलाई दोहोऱ्याएर गरेँ। अब नपाउने खर्च दफा 22 अनुसारको खर्च चाहिँ के खर्चहरू गर्न पाइँदैन भनेर अस्ति हामीले मजासँगले छलफल गरेका छौँ। जस्तो घरेलु प्रकृतिको भनेको बिलमा नाम स्टेट छैन भनेदेखि त्यस्ता खालका खर्चहरू भुक्तानी गर्न पाइएन। अब चाहिँ सञ्चालक समितिका पदाधिकारीहरूलाई चाहिँ इन्टरनेट सुविधा उपलब्ध गराइनेछ भनेर चाहिँ घरमा जोडेको इन्टरनेटको खर्च जोड्न पाइएन होइन, खर्चमा दाबी गर्न पाइएन होइन। त्यस्ता कुराहरू चाहिँ हामीले ख्याल गर्नु पर्यो। व्यक्तिगत र घरेलु प्रकृतिका खर्चहरू हुनु भएन। 25,000 भन्दा बढी नगदमा भुक्तानी भएको तलब पनि हामीले आयकर प्रायोजनको लागि खर्च लेख्न पाएनौँ। अनि जस्तो के भन्छ जरिवाना शुल्कहरू जुनसुकै नियम कानुन उल्लङ्घन गरे बापत है, जुनसुकै नियम कानुन उल्लङ्घन गरे बापत हामीले जरिवानाहरू तिर्छौँ भने त्यो जरिवाना पनि हामीले खर्च दाबी गर्न पाएनौँ। अकाउन्टमा हामीले पायौँ, समस्या भएन। अकाउन्टमा तपाईँको आर्थिक प्रशासनिक नीतिमा व्यवस्थापकले तिर्ने भनेको छ भने व्यवस्थापकबाट असुल उपर गर्नु पर्यो होइन। तब के अरे कहिलेकाहीँ गर्दै जाँदाखेरि तलमाथि हुन्छ, त्यो पैसा चाहिँ संस्थाले तिर्छ भने संस्थाले अकाउन्टमा राख्न पायो खर्च। तर कर क्यालकुलेसन गर्ने बेलामा चाहिँ एडब्याक गर्नु पर्यो के, भनेको जोड्नु पर्यो, आम्दानीमा लगेर भनेको प्रफिटमा लगेर जोड्नु पर्यो। किनभने त्यसले त हाम्रो प्रफिट चाहिँ घटाएको छ नि त, त्यो प्रफिट चाहिँ बढाइदिनु पर्यो भन्न खोजेको हो। अब
अर्को भनेको चाहिँ हामीले जस्तो हामीले लाभांशहरू भुक्तानी गरेका छौँ भनेदेखि त हामीले लाभांश अथवा जेसुकै भनेर पनि हाम्रा सदस्यहरूलाई चाहिँ पैसाहरू उपलब्ध गराएका छौँ भने त्यो मुनाफा वितरण गरेको रकम पनि हामीले खर्च लेख्न पाउँदैनौँ। स्थानीय निकायलाई बुझाउनु पर्ने करहरू चाहिँ खर्च लेख्न पाइन्छ भनेको हो, यो दफा 22 मा पर्दैन भन्न खोजेको यो चाहिँ। अनि स्थायी लेखा नम्बर नभएकाहरूलाई चाहिँ 3000 भन्दा बढीको ज्यालाहरू भुक्तानी गरेका छौँ, पटक्कै ज्यालाहरू भुक्तानी गरेका छौँ भने त्यो पनि हामीले खर्च लेख्न पाउँदैनौँ। अनि 2000 भन्दा ठुला चाहिँ सादा बिलहरू छ, इस्टिमेटेड बिलहरू छ, अथवा प्यान बिल छैन, 2000 भन्दा बढी खर्च भएको छ, प्यान बिल छैन भने त्यो पनि खर्च लेख्न पाइँदैन। र 50,000 भन्दा माथिको रकम चाहिँ नगदमा भुक्तानी गरिएको छ भने त्यो पनि हामीले खर्च लेख्न पाएनौँ। खर्च लेख्न नपाउने कुराहरू चाहिँ दफा 22 अन्तर्गत पर्छन्। यी कुराहरूमा खर्च लेख्न पाइएन, योभन्दा बाँकी सबै कुराहरूमा खर्च लेख्न पाइयो। अब यो अरू उपादान बोनसका खर्चहरूको कुराहरू मैले फेरि दोहोऱ्याएर गरिराखिनँ, मैले त्यो अलिकति इम्पोर्टेन्ट भएको कुराहरूलाई दोहोऱ्याइरहेको। अब कर प्रायोजनको लागि आम्दानी नमानिने भनेको त हामीलाई थाहा भएको कुरा नै भइहाल्यो। जस्तो सेक्सन 92 अन्तर्गत आएका भनेको चाहिँ लाभांश आम्दानीहरू जुन छ नि, हामीले सस्तो संस्थाले पनि लाभांश छाता सङ्गठनहरूबाट लाभांशहरू पाउँछौँ भने त्यस्तोको चाहिँ कर लाग्दैन, दोहोऱ्याएर कर लाग्दैन। दोहोऱ्याएर कर नलाग्ने भएको हुनाले हामी के गर्छौँ त भन्दा आयकर गणना गर्ने बेलामा चाहिँ त्यो आम्दानीलाई हामी घटाउँछौँ, र उता हाम्रो अकाउन्टमा त हामी त्यसलाई राखिरहेको भइ नै हाल्छौँ, सकि नै हाल्यो भनेको। अब यहाँ हेर्नुहोस् है, यहाँ जुन कुराहरूमा चाहिँ घटाउन नपाउने भनेको छ नि, कर प्रायोजनको लागि खर्च कट्टी गर्न नपाउने, अनि सीमा भनेको छ नि, सीमाभन्दा नागेको रकम, अनि कर प्रायोजनको लागि कट्टी गर्न नपाउने खर्चहरू चाहिँ अब हामीले के गर्ने हो त भन्दाखेरि आयकरको लागि हामीले जुन अनुसूची बनाउँछौँ, यो ट्याक्स अनुसूची बनाउँछौँ, करको अनुसूची बनाउँछौँ, यो अनुसूची बनाउने बेलामा हाम्रो सबै हिसाबहरू हेर्दाखेरि त हुनसक्छ हाम्रो चाहिँ ऋण जोखिम व्यवस्था कोष चाहिँ 8%, 9% भएको हुन्छ भनेपछि 5% भन्दा बढी चाहिँ के गर्नु पर्यो त भन्दा यो कर अघिको नाफामा लगेर जोड दिनु पर्यो। कर त बढाउनु पर्यो नि त हामीले, होइन? भनेको जुन सीमाभन्दा बढी भएका र खर्च दाबी गर्न नपाउने खर्चहरू छ भने त्यसलाई लगेर एडब्याक गरिदिनु पर्यो। एडब्याक भनेको के हो त भन्दा नाफामा लगेर जोड दिनु पर्यो। अब जुन कुराहरू चाहिँ करै लाग्छ, यो 52,42,538 भित्र त 68 भित्र त हाम्रो संस्थाले प्राप्त गरेको लाभांश आम्दानी पनि होला नि त। जस्तो उदाहरणको लागि हामीले चाहिँ अब नेक्स्ट गुण भनौँ न, होइन? अब केही समयलाई भन्दा पनि अब भन त बोनस नदिएको, लाभांश नदिएको 2-3 वर्ष भइसक्यो अरे, तैपनि उदाहरणको लागि दियो। लाभांश चाहिँ हामीले 5 लाख रुपियाँ नेक्स्टकुनबाट लाभांश आम्दानी भनेर पाएका रहेछौँ। राम्रो अमाउन्ट चाहिँ हामीले सेयर हालेका रहेछौँ। 5 लाख रुपियाँ चाहिँ हाम्रो लाभांश आम्दानी भनेर आएको रहेछ भने त्यो 5 लाख रुपियाँमा चाहिँ दोहोऱ्याएर कर लागेन के। तर यो 52,42,568 जुन हाम्रो अकाउन्टिङ प्रोफिट छ, यो करैको नाफा भनेको हाम्रो अकाउन्टिङ प्रोफिट हो। त्यो अकाउन्टिङ प्रोफिटमा त के हुन्छ त भन्दा त्यो 5 लाख पनि जोडिएर आएको हुन्छ नि त। हो, त्यो 5 लाख चाहिँ अब के गर्ने भयौँ त हामीले भन्दा घटाउने भयौँ। त्यो चाहिँ कुराहरूलाई मैले अलिकति यहाँ फोकस गर्न खोजेको है त। भनेको कट्टी गर्न नपाउने खर्चहरू लगेर जोड दिने, अकाउन्टिङ प्रोफिटमा जोड दिने नाफा बढाउनलाई। अब नाफा घटाउनलाई जुन कुराको करै लाग्दैन भने त्यसबाट हामी घटाउनु पर्यो। सिम्पली त्यस्तो खालको लजिक चाहिँ यहाँहरूले लाउनु पर्यो है। यसमा केही कन्फ्युजन छ मैले भनेको कुरामा, यो अन्तिमको कुरामा? सर यो एकदमै शेयर important छ। लाभांश के हजुर, आर्थिक वर्षको अन्तिममा मात्रै राख्ने हो कि अगाडि पनि राख्न पाइन्छ के हो? भन्नाले शेयर लाभांश के शेयर सदस्यहरूलाई त्यो आएको नाफा बाँड्ने हुन्छ नि त। शेयर सदस्यहरूलाई आएको नाफा बाँडफाँड गर्ने भनेको चाहिँ साधारण सभाले निर्णय गर्ने हो। साधारण सभाले निर्णय गरेर तुरुन्तै बाँड्ने हो। त्यो चाहिँ त्यसले हाम्रो प्रफिट के अरे हाम्रो ट्याक्सलाई केही पनि इम्प्याक्ट गर्दैन, किनभने त्यो छुट्टै कोषमा अलरेडी ट्याक्स कटाएरै गएर बसिरहेको हुन्छ। बाँडफाँड गर्ने सवालमा चाहिँ साधारण सभाले निर्णय गर्ने, निर्णय गरेको तुरुन्तै बाँड्ने। साधारण सभाले निर्णय गर्नुभन्दा अगाडि चाहिँ बाँड्न पाइएन। अब अन्तिममा पहिला चाहिँ त्यो वर्षको आर्थिक वर्षको अन्तिममा मात्रै बाँड्ने गरे रहेछ, अनि त्यही भएर मैले सोधेको कि होइन, अगाडि नै राख्न मिल्छ कि नै भनेर। अन्तिममा बाँड्ने भन्ने हुँदैन। त्यो चाहिँ अब साधारण सभाले निर्णय गर्ने हो, तुरुन्तै बाँड्नुपर्छ भन्ने छ। तुरुन्तै भन्दा पनि अब लाभांश वितरण गर्ने त साधारण सभाले 1 महिनाभित्र वितरण गर्ने अथवा 45 दिनभित्र वितरण गर्ने त्यो साधारण सभाले निर्णय गर्न सक्छ। तर निर्णय गर्ने अधिकार चाहिँ साधारण सभालाई नै हुन्छ हस्। लाभांश। तर त्यो चाहिँ हामीले जुन लाभांश कोषबाटै दिनु पर्यो। अघि नै यहाँ हजुरले यहाँ नै बुझिहाल्नु भयो। लाभांश निकायबाट गरिएको मुनाफा वितरण, जुन मुनाफा वितरणहरू छ त्यो तपाईँले लाभांश कोषबाट भन्दा बाहेकबाट चाहिँ दिनुभयो भने त्यो चाहिँ दाबी गर्न पाइँदैन भनेको हो।
तर अनि कोषमा कोअपरेटिभ रहेकोमा 5% कटौती गर्नुपर्छ होइन र? कोर्समाबाट बाँड्दा पनि 5% कट्टी गर्नुपर्छ। कोर्समै भएकोबाट बाँड्दा पनि 5% कट्टी गर्नुपर्छ। त्यो टिडिएस हो होइन, टिडिएस कट्टा गरेर भुक्तानी गर्ने भनेको कोर्सभन्दा बाहेकबाट चाहिँ केही पनि बाँड्नै पाइएन सदस्यलाई के, त्यही बुझ्नु न सिम्पली है त। अब आज हामी इस्टिमेटेड ट्याक्स फाइलिङ पनि गर्छौँ। यो तलको कुराहरू अस्ति हामीले छलफल गरेको कुराहरू है। हामीले अग्रिम कर कट्टी गर्ने तरिका भनेर अग्रिम कर कट्टी गरेको पनि गऱ्यौँ पनि होइन, अनि इटिडिएस पनि गऱ्यौँ नि होइन, इटिडिएस गऱ्यौँ नि। केही कन्फ्युजन छ यहाँहरूलाई इटिडिएस गर्ने तरिकामा? कमल सरले इटिडिएस, कमल सर हुनुहुन्छ नि है? हजुर सर हो। कमल सरले इटिडिएस गरेर देखाउनु। आज धेरै दिन पछाडि नवीन सर पनि देखा पर्नु भएको जस्तो लाग्थ्यो। नवीन सर नवीन खत्री सर, हाम्रो नवीन चौलागाई कि के भनेको सर हुनुहुन्थ्यो, थाहा न। ल ठिक छ। अब यो जुन हामीले अग्रिम कर कट्टी गऱ्यौँ अनि इटिडिएस पनि गऱ्यौँ, अब त्यो इटिडिएस गरिएको कुराहरू चाहिँ कहाँ हेर्न पाइन्छ त होइन? त्यो हेर्ने कुराहरूमा यहाँहरूको कन्फ्युजन छ कि छैन? अब अहिले चाहिँ अलिकति सजिलो भएको छ पहिला भन्दा। हेर्ने कुरामा कन्फ्युजन छ सर। हेर्ने कुरामा कन्फ्युजन छ। हजुर। त्यसो भनेदेखि अब हेर्ने कुरा चाहिँ म सरसर्ती भन्दा पनि ल सरस्वती ल यहाँनिर नोट लेखेको छु मैले, यहाँ एउटा सेयर गरिहाल्छु है त। यो हेर्ने कुरा पनि हेरेरै जाउँ। irt.gov.np मा कसकोबाट हेर्ने भन्ने कुरा आउँछ यहाँ। यसको लागि चाहिँ विथ वेल्डी लगइन भनेर अर्को लगइन लिनुपर्ने हुन्छ। यहाँहरूले लगइन लिनु भएको छ कि छैन पक्नुहोस् ल। म एउटा कसको हेरौँ भन्दाखेरि कुप्सकै के छ हेर्छु है त। ल ट्याक्स पेयर पोर्टलभित्र जान त यहाँ सबै ट्याक्स पेयर पोर्टलसम्म त गइ नै हाल्नुहुन्छ होइन। ट्याक्स पेयर पोर्टल आइसकेपछि यस्तो खालको इन्टरफेस आउँछ। इम्प्याक्ट मोकर भएको त 22,260 भएछ है। अब त्यस पछाडि हामी कहाँ जाने त भन्दा, यो म तपाईँलाई पहिला यो चाहिँ देखाउँछु भन्नु खोजेको थिएँ, त्यत्तिकै यता भएछु। हेर्नुहोस् त, सबैभन्दा पहिला युजर नेम पासवर्ड प्राप्त गर्न अन्तर्राष्ट्रिय कार्यालयमा सम्पर्क गर्नुहोस्। अन्तर्राष्ट्रिय कार्यालयमा युजर नेम र पासवर्ड, यसको लागि छुट्टै युजर नेम र पासवर्ड लिनुपर्ने हुनसक्छ है। सबैलाई चाहिँ यो छैन। पहिला अलि अगाडि दर्ता गरेकाहरूलाई छुट्टै जुन युजर आइडी पासवर्ड लिनुभएको छ यहाँहरूको, जुन आइआरडी को पोर्टलमा जाने युजर आइडी पासवर्ड र यो अग्रिम कर कट्टी विथ होल्डीको विवरणहरू हेर्ने युजर आइडी पासवर्ड फरक हुन्छ है, धेरै जस्तोको है। पछिल्ला चरणहरूमा चाहिँ सेम एउटै एउटैले काम गर्छ भने अघिल्लाहरूमा चाहिँ यहाँले कतिको अनुभव गर्नुभएको छ छुट्टा छुट्टै युजर आइडी पासवर्ड हुन्छ। एकैछिन छ यहाँ आइफोन मोहन सर हुनुहुन्छ? विथ होल्डिङको चाहिँ युजर नेम पासवर्ड हामीले आइआरडी बाटै लिने हो? आइआरडीबाटै लिने हो, अथवा यहाँले मेल गर्नुभयो भने मेलमा पनि प्राप्त हुन्छ। अब त्यसको लागि हेर्नुहोस् त, अब हामीले के भन्यौँ, irt.gov.np मा जाने, ट्याक्स पेयर पोर्टलमा जाने हामी गइहाल्यौँ। त्यसपछि इटिडिएसमा क्लिक गर्नुहोस्, विथ होल्डी लगइनमा क्लिक गर्नुहोस् र युजर नेम पासवर्ड राखी आफ्नो विवरण हेर्नुहोस् भनेर भनेको छ। आफ्नो विवरण हेर्नलाई चाहिँ हामीले अब यसको एउटा डुप्लिकेट गरौँ नि त। मैले तपाईँहरूलाई यो सेयर गरेकै छैन, फेरि अर्को सेयर गरिदिरहेको थिएँ। सेयर गर्दा गर्दै कहाँ जाने त भन्दा हामी इटिडिएसमै जाने। इटिडिएसमा गएर या विथ होल्डर लगइन र विथ होल्डी लगइन भन्ने दुईटा लगइन छ। हेर्नुहोस् त, इटिडिएससम्म त यहाँ त सबैजना जानु भएको छ। इटिडिएस गर्नलाई हामी कहाँ जान्छौँ भनेर भनेको थियौँ अस्ति, यो सबमिसन लिने ठाउँमा जान्छौँ अनि यहाँ हाम्रो विवरणहरू भर्छौँ र विवरणहरू भरेर चाहिँ हामी रजिस्टर गर्छौँ। अनि रजिस्टर गरेर हामी हाम्रो चाहिँ टिडिएसको डिटेलहरू भर्छौँ अनि त्यसमा पछाडि पेमेन्टको भाउचरहरू भर्छौँ। त्यो यहाँहरू सबैजनाले गर्नुभएको छ, अस्ति कमल सरले गरेर देखाइसक्नु भएको छ। अब हामीलाई विथ होल्डर भनेको जसले विथ होल्ड, जस्तो हामीले विथ होल्ड गर्छौँ नि होइन, जस्तो हामीले विथ होल्ड गऱ्यौँ भने त्यो विथ होल्डको विवरणहरू हेर्नु पर्यो भने विथ होल्डर लगइनमा जाने। त्यसको लागि चाहिँ सबमिसन नम्बर चाहिन्छ होइन। हामीले चाहिँ के विथ होल्ड गरेर राखेका छौँ त त्यो कुराहरू हेर्नलाई। अर्को हामीले विथ होल्डी लगइन भन्ने हुन्छ। विथ होल्डी लगइन भनेर चाहिँ
हाम्रो चाहिँ हामीले कसको टिडिएसहरू काटेर राखेका छौँ त भनेर यी विवरणहरू चाहिँ हामीले विथहोल्डी लगइनबाट हेर्न सक्छौँ है। यसको लागि चाहिँ हामीले छुट्टै युजर आइडी पासवर्ड लिनुपर्छ। सायद यो युजर आइडी पासवर्डले काम नगर्ला, त्यो ट्राई गरौँ है। मैले पनि चल्ला गरेँ होइन, यो चाहिँ युजर लगइन फेल्ड भनेर भन्यो नि होइन। यसको मतलब चाहिँ के भयो त भन्दा हामीले युजर आइडी पासवर्ड छुट्टै लिनुपर्ने नै भयो। अब यहाँहरूले कसले कसले लिनु भएको छ? सुन्नु सर, यसमा आउने भनेको एनएक्स 10 को विवरण होइन र सर? हो एनएक्स 10 मा पनि मैले त्यो देखाउँछु। मैले यसमा चाहिँ के हुन्छ भने एनएक्स 10 मा भन्दा डिटेलमा हुन्छ कि यसमा अलि डिटेलमा हुन्छ। त्यो अर्को ठाउँबाट पनि हेर्न मिल्छ, म त्यो अर्को ठाउँबाट पनि देखाउँछु है। भनेको यहाँबाट चाहिँ हामीले अलि डिटेलमा हेर्न सक्ने भयौँ है। भनेको कति पेमेन्ट गरेको, कहिले पेमेन्ट गरेको, अनि कति पेमेन्टको कति टिडिएस भनेर सबै डिटेलमा हामीले हेर्न सक्छौँ। विथ होल्डर लगइन र विथ होल्डी लगइन भनेको विथ होल्डर भनेको जसले विथ होल्ड गरिरहेको छ त्यो विथ होल्ड के अरे जसको विथ होल्ड भइरहेको छ त्यो त्यसको विवरणहरू आउने भयो एउटै सबमिसन नम्बरमा। यो चाहिँ हामीले गरेको सबमिसन नम्बरहरूको आधारमा गर्ने भयो हुने भयो। अर्को विथ होल्डी लगइन भनेको चाहिँ हामीले के कसको विथ होल्ड गरिरहेका छौँ त होइन, कसले चाहिँ हाम्रो विथहोल्ड गरिरहेको छ त त्यो विवरणहरू चाहिँ हामीले हेर्ने। विथहोल्डी भनेको चाहिँ एनएक्स 10 हो होइन। यो विथहोल्डर भनेको चाहिँ हामीले चाहिँ विथहोल्ड गरेको विवरणहरू हेर्ने हो के। भनेको हामीले कसको इटिडिएस गर्यौँ त ती कुराहरू चाहिँ हेर्ने यहाँबाट हो। अब यही कुरा चाहिँ हामीले एनएक्स 10 प्रिपेरेसन अफ एनएक्स 10 भन्नेबाट पनि हेर्न सक्छौँ है। प्रिपेरेसन अफ एनएक्स 10 मा चाहिँ हामीले के हेर्न सक्छौँ त भन्दा हामीले चाहिँ कसले चाहिँ हामीलाई इटिडिएस गरिदियो त भनेको कसले भन्दा पनि हामीले चाहिँ कति इटिडिएस पाएका छौँ त कसले भन्ने आउँदैन है यहाँनिर। जस्तो उदाहरणको लागि चाहिँ यहाँ एउटा हेरिहालौँ 11QY र हामीले प्रिपेरेसन अफ एनएक्स 10 मा चाहिँ यहाँ विवरणहरू हेर्न सक्छौँ। जस्तो 2082-83 को हामीले हेर्ने भने 2082-83 मा कसले इटिडिएस गर्नुभयो भनेर चाहिँ हामी जस्तो श्रीला बचत तथा ऋण सहकारी संस्था यसरी सबैले इटिडिएस गर्नुभएको होइन, कोहीले मात्रै इटिडिएस गर्नुभएको छ। यसरी चाहिँ इटिडिएस गरेको कुराहरू हामी हेर्न पाउँछौँ। यो चाहिँ कसको लागि त भन्दा यो हामीलाई गरेको इटिडिएसका कुराहरू है। युजर आइडी पासवर्ड लिएर गर्नुपर्ने भयो। त्यहाँभित्र गएर चेक गर्दाखेरि केही फरक पर्दैन। हामीले सबमिसन नम्बर हाम्रो सबमिसन नम्बर राखेर पनि चेक गर्न सक्ने भयौँ विथहोल्डी लगइनमा। अनि त्यसको लागि चाहिँ के भन्छ हामीलाई युजर आइडी पासवर्ड चाहिँ चाहियो। यहाँहरूले कसैले खोलेर हेरिरहनु भएको छ? यहाँहरूको त्यस्तो छ अलिकति कारोबारै भएको देखाउन सक्यो भने चाहिँ राम्रो हुन्थ्यो जस्तो लागेको थियो। त्यस्तो छ यहाँहरूको मध्ये कसैको? कारोबार त सर ठुलो हाम्रै छ, तर त विथ होल्डिङबाट गराएन सर। त्यो उतैबाट एनएक्स 10बाट र पेमेन्ट भाउचरबाटै हेरेर काम चलाइरहेको सर। उता विथ होल्डी इन्फर्मेसन भन्ने अर्को पनि आउँछ के अरे इन्फर्मेसनमा विथ होल्डी इन्फर्मेसन भन्ने अर्को पनि आउँछ। त्यहाँबाट पनि सक्छ सर। जस्तै जस्तै पाउनु पर्ने ब्याज जुन जस्तो ब्याङ्कबाट आउने र अनि त्यो विथ होल्डिङमा चाहिँ रिकन्साइल गर्ने, रिकन्साइल गरेपछि त्यही अनुसार सिस्टम र अनि विथ होल्डिङमा म्याच खाएपछि त्यता अब विथ होल्डिङ आइडी पासवर्ड लिन भन्दा त्यताबाट सजिलो हुँदो रहेछ। विथ होल्डीको चाहिँ तपाईँको पासवर्ड बिग्रियो भने नि आन्तरिक राजस्व कार्यालयमा गएर उ गर्नु पर्यो। यता चाहिँ फर्कट गऱ्यो भने उति बेलै हुने भएको कारणले त्यतैबाट चाहिँ प्रायः हुन्छ क्या। एनएक्स 10 बाट होइन, प्रिपरेसन अफ एनएक्स 10 र विथ होल्डी इन्फर्मेसनबाट। अनि अब कति पेमेन्ट गरे भने त पे भाउचर लिस्ट हेऱ्यो भने सर्लक्क देखाइहाल्छ फिजिकल इयरको। इटिटिएस कसको गरे छैन, इटिटिएस गरेको नगरेको त पेमेन्ट पेड भाउचर हेऱ्यो भने देखिहाल्छ। पैसा मात्रै तिरेको तर इटिटिएस नगरेको पनि रिकन्साइल गर्नु मिल्छ। अरू त्यो विथ होल्डी इन्फर्मेसन नै त्यही इटिडिएसबाटै हेर्ने कोही हुनुहुन्छ जस्तो लाग्यो। ल यहाँले ट्राई गर्नु होला है। यहाँले ट्राई गर्दा केही फरक पर्दैन। त्यसमा चाहिँ जस्ट हामीले काम चाहिँ कम्प्लिटली गर्नु पर्यो। त्यो चाहिँ इन्फर्मेसनहरू हेर्ने कुराहरू हो, त्यसले हामीलाई सपोर्ट नै गर्छ। ठिक छ। अब त्यस पछाडि हाम्रो आज चाहिँ हामी किस्ताबन्दी कर दाखिलाको विषयमा छलफल गर्न गइरहेछौँ। अब किस्ताबन्दी कर दाखिलामा चाहिँ के भन्छ त भन्दा यो हामीले गरिरहेको प्र्याक्टिस गरिरहेका पनि छौँ। पुस महिनाको अन्त्यसम्म अनुमानित करको 40% रकम मध्ये तिर्न बाँकी कर रकम, अनुमानित करको 40% रकम मध्ये तिर्न बाँकी कर रकम भनेपछि चाहिँ हामीले के गर्नु पर्यो त भन्दा सबैभन्दा पहिला हामी पुसको 20 गतेसम्मको कारोबारको आधार लिनु पर्यो। पौष 20 गतेसम्मको भनेर भन्छ है। 20 गतेसम्मको
वारको आधारमा अनुमान गर्नु पर्यो। के अनुमान गर्नु पर्यो भन्दाखेरि भन्नुहोस् त के अनुमान गर्नु पर्यो? के अनुमान गर्नु पर्ला यहाँनिर? आम्दानी खर्च आम्दानी भनेको चाहिँ हाम्रो जम्मा आम्दानी है। जम्मा आम्दानी चाहिँ कति हुँदो रहेछ त भनेर आम्दानी भन्नाले नाफा होइन कि जम्मा आम्दानी अनि जम्मा खर्च होइन। त्यो गरिसके पछाडि प्रफिट नाफा आफै आइहाल्यो। यो दुईटा कुरा चाहिँ हामीले अनुमान गर्नु पर्यो। नाफा त आफै आइहाल्छ होइन। हो जम्मा आम्दानी र जम्मा नाफा चाहिँ यति हुन्छ भनेर कहिलेसम्मको यो त्यति पुस मसान्तसम्मको आम्दानी र खर्च हो र होइन नि असार मसान्तसम्मको लागि सम्मको कारोबारको आधारमा आगामी असार मसान्तसम्मको लागि आगामी असार मसान्तसम्मको लागि है आगामी असार मसान्तसम्मको लागि जम्मा आम्दानी कति हुन्छ जम्मा खर्च कति हुन्छ भनेर यति दुईटा कुराहरू चाहिँ हामीले थाहा पाउनु पर्यो। र त्यो दुईटा थाहा पाइसके पछाडि चाहिँ अनुमानित कर कति आउँछ त जस्तो उदाहरणको लागि अब अनुमानित नाफा हाम्रो हुने भयो। यहाँ अलिकति हेरौँ है। यहाँनिर हेरौँ यसलाई टाइम्स न्यू रोमन गरौँ न अहिलेलाई होइन। ल जस्तो उदाहरणको लागि हाम्रो जम्मा इस्टिमेटेड इन्कम हुने भयो 35,40,000 होइन। 35,40,000 कति आयो त बढी पो है क्या। ल एनिवे म यसलाई यस्तो गर्छु। त्यसो हुँदाखेरि चाहिँ 3,54,00,000 भएछ। ल 35,40,000 हाम्रो इस्टिमेटेड इन्कम हुने भयो। अनि इस्टिमेटेड एक्सपेन्सेस चाहिँ कति हुनुभयो त भन्दा कहिलेसम्मको भने यो असार मसान्तसम्मको सबै खर्च है। सबै आम्दानी सबै खर्च गर्दाखेरि चाहिँ हाम्रो 29,45,600 रुपियाँ खर्च हुने भयो भन्दाखेरि हाम्रो इस्टिमेटेड प्रफिट आउने भयो नि होइन। इस्टिमेटेड प्रफिट आउने भयो कति आउने भयो भनेर सिस्टमले क्याल्कुलेसन गरिदिन्छ। हामीले गरिराख्नु परेन। इस्टिमेटेड प्रफिट आउने भयो हामीलाई 5,94,000 5,94,400 हाम्रो इस्टिमेटेड प्रफिट आउने भयो। अब हामी कहाँ रजिस्टर भएको संस्था हौँ भनेदेखि महानगरपालिकामा होइन भरतपुर महानगरपालिका। ल हाम्रो संस्था चाहिँ भरतपुर महानगरपालिकामा छ। भरतपुर महानगरमा छ। भरतपुर महानगरपालिकामा भए पछाडि हामीलाई कति पर्सेन्ट कर लाग्यो भन्दा 20% कर लाग्यो होइन त। भने पछाडि अब यहाँ हामी यसलाई 20% ट्याक्स भनौँ न। भरतपुर महानगरपालिका भएपछि अब भनेपछि हामीलाई ट्याक्स चाहिँ कति लाग्ने भयो त अनुमानित ट्याक्स भनेर भन्दाखेरि चाहिँ हेर्नुहोस् त 5,94,000 को 20% भने पछाडि 1,18,000 रुपियाँ चाहिँ हामीलाई अनुमानित कर लाग्ने भयो। हेर्नुहोस् है यति चाहिँ हामीलाई अनुमानित कर लाग्ने भयो भने अब हामीले कति बुझाउनु पर्छ त भनेर हेर्नको लागि चाहिँ के हो त भन्दाखेरि यसको इन्स्टलमेन्ट होइन इन्स्टलमेन्ट चाहिँ कति पर्सेन्ट हो त भन्दा 40% हो। हेर्नुहोस् त इन्स्टलमेन्ट भनेको कति हो त 40% हो। तिर्नुपर्ने करको 40% चाहिँ हामीले तिर्नु पर्यो भने पछाडि यसको 40% भनेपछि 47,552 रुपियाँ चाहिँ हाम्रो लागि इन्स्टलमेन्ट भयो हो। अनि यसले के भनेको छ अनुमानित करको 40% रकम चाहिँ यो भयो नि त होइन। मध्ये बाँकी रकम चाहिँ कति हो त भनेर हेर्नको लागि चाहिँ अलरेडी पेड कति छ। ल अब मानिलिउँ अलरेडी पेड चाहिँ हाम्रो अलरेडी पेडमा अलिकति छलफल गर्नुपर्ने हुन्छ। ल म छलफल गराउँछु। 23,000 रहेछ भने पछाडि अब ड्यू हामीले कति चाहिँ पेमेन्ट गर्नुपर्ने भयो त भन्दाखेरि ड्यू पेमेन्ट चाहिँ हामीले क्यासै पेमेन्ट गर्न पर्यो। ड्यू चाहिँ कति भयो त भन्दा 47,000 मा 23,000 चाहिँ भनेपछि 24,552 रुपियाँ चाहिँ हामीले तिर्न पर्ने भयो है। यो चाहिँ कहिले त भन्दा पौष मसान्तसम्म पौष महिनाको अन्तिमसम्ममा हामीले तिर्नुपर्ने रकमको 40% तिर्नु पर्यो। अब यो सबैमा हामीले गर्ने त्यही नै हो। यसमा चाहिँ हामीले इस्टिमेटेड भन्छौँ भने अरूलाई रिभाइज इस्टिमेटेड भन्छौँ। अब हेर्नुहोस् है यहाँ के छ सुविधा भने उदाहरणको लागि यो इस्टिमेटेड इन्कम चाहिँ यति हो अनि इस्टिमेटेड एक्सपेन्सेस पनि यति हो तर हामीले 5,94,400 कै चाहिँ कर तिर्नु पर्दैन भन्छ के। 5,94,400 कै चाहिँ कर तिर्नु पर्दैन। त्यसमा चाहिँ कतिको चाहिँ कर तिर्न पर्ने हुन्छ त भनेर भन्दाखेरि चाहिँ कर तिर्न पर्ने रकम भनेको चाहिँ यसको 90% सम्म है। 90% कर तिर्दाखेरि
400 भनेको के रहेछ भन्थ्यो नि हुँदैछ 490% भने पछाडि हामीले 5,34,960 रुपियाँसम्म कर भन्दा अलिकति बढाएर 5,34,960 रुपियाँको कर तिरेका छौँ भने हामीलाई ब्याज शुल्कहरू लाग्दैन। अब 100% तिरे नि फेरि घाटा चाहिँ के भनौँ न त्यो पैसा त हामीले चलाउन पाउँथ्यौँ नि त, यो पैसा चलाउन पाउँथ्यौँ, त्यो पैसा चलाउन पाउने पैसा चलाइएन भन्ने मात्रै हो, नत्र भने हामीलाई अरू केही घाटा चाहिँ छैन। जस्तो 60,440 रुपियाँ चाहिँ हामीले नतिर्दा पनि हामीलाई फाइन जरिवाना चाहिँ शुल्क चाहिँ लाग्दैन है। अब तर हाम्रो प्र्याक्टिस चाहिँ के गर्छौँ त, धेरैजसोले प्र्याक्टिस चाहिँ के गर्छौँ त भन्दा यही गर्ने प्र्याक्टिस छ, तर यही पनि हामी यहाँ त यतापट्टि गर्दा त अर्को भइसक्यो हुँदो रहेछ। ल यसको चाहिँ 20% भनेपछि 1,06,900 भयो, त्यसको चाहिँ 40% भने पछाडि 42,000 मात्रै तिर्दा हुने भयो। अलरेडी पेड त बराबर भइहाल्यो भने पछाडि बाँकी रकम भनेको यो माइनस यो गर्दाखेरि 19,796 रुपियाँ चाहिँ हामीले कर तिर्दाखेरि हामीलाई जरिवाना पर्दैन है, यो कुरा। अब यसमा बुझ्नुपर्ने कुराहरू चाहिँ हामीले एक दुईवटा बुझ्नुपर्ने कुराहरू छ, त्यसभन्दा पछाडि हामी प्र्याक्टिकल्ली एउटा गरेर हेर्ने भन्दा पनि यस्तो हुन्छ भनेर हेरौँ। जस्तो उदाहरणको लागि चाहिँ यो अलरेडी पेडभित्र के आउँछन् त भन्ने कुराहरूमा हामी कन्फ्युजन हुन्छौँ। प्रायः जस्तो कन्फ्युजन चाहिँ यसमा देखाएको छु मैले है। अलरेडी पेडमा माथिको कुराहरूमा हामीलाई केही समस्या छैन, इस्टिमेसन गर्ने हो, त्यो इस्टिमेसन गरेको चाहिँ जुन इस्टिमेटेड प्रफिट आउँछ के अरे इस्टिमेटेड जुन यो प्रफिट के अरे यसलाई चाहिँ यहाँ 90% गर्ने भन्दा नि यसलाई चाहिँ हामीले यहाँ इस्टिमेटेड 90% गर्ने हो। त्यो त सिस्टमले प्रफिट त अटोमेटिकली इस्टिमेटेड इन्कम र एक्सपेन्सेस चाहिँ कसरी निकाल्ने हामीले भन्नु ल, अहिले यसकै चाहिँ 90% इन्कमलाई चाहिँ 12 महिना मानेर गर्ने गर्नु ल। अब यो जुन मैले अघि प्रफिट चाहिँ 90% भनेर भनेको थिएँ होइन, प्रफिट 90%, प्रफिट चाहिँ सिस्टमले आफै क्यालकुलेसन गर्ने भएको हुनाले भन्न चाहिँ प्रफिटको 90%सम्म गर्दा केही फरक पर्दैन भने हो, तर सिस्टमले आफैले क्यालकुलेसन गर्ने भएको हुनाले त्यसमा हामीले अलिकति चलाखी चाहिँ के गर्न सकिन्छ भन्दा इन्कम र एक्सपेन्सेसमै 90% गरेर पनि गर्न सक्छौँ। रिता बिसको कुरामा चाहिँ के हो त भन्दा हामीले यहाँ के भनेको छ कानुनले भने पौष 20 गतेसम्मको कारोबारको आधारमा, पुष 20 गतेसम्मको कारोबारको आधारमा वर्षभरिको अनुमान गर्ने भनेर भनेको छ। तर हामी त हाम्रो त हेर्नुहोस् है, हाम्रो समस्या के हुन्छ भनेदेखि हाम्रो साधारण सभा पनि त्यही पिरियडमा हुन्छ, अनि हाम्रा अलिकति मुख्य खर्च लाग्ने खालका कुराहरू पनि त्यही पिरियडमा भइसकेको हुन्छ। अनि हाम्रो अर्को कुरा चाहिँ के हुन्छ त भन्दै हामी सहकारी संस्थाहरू चाहे जसले जतिसुकै भने पनि हामीले ब्याज उठाउने भनेको पुष मसान्त र असार मसान्तमा हो होइन, भनेको असोज मसान्तमा हामीले ब्याज उठाउन ध्यानै दिन सकेका हुँदैनौँ कि, बरु पुष चैत मसान्तमा हामीले ब्याज उठाउन ध्यान दिन सकेका हुन्छौँ होइन, अनि असार मसान्तमा के अरे चैत मसान्तमा ध्यान दिन सकेका हुन्छौँ, असार मसान्तमा त नगरी भएन सुख भएन भने पछाडि हाम्रो चाहिँ त्यो प्रफिटको प्याटर्न मिल्दैन के। प्रफिटको प्याटर्न नमिल्ने भएको हुनाले चाहिँ कानुनमा 20 गतेसम्म भनेर लेखेको भए पनि धेरै जस्तोको प्र्याक्टिस चाहिँ के छ भने जुन हामीले सुरुमा नै यति जति चाहिँ आम्दानी यति जति चाहिँ खर्च हुन सक्छ भनेर हामीले एउटा स्ट्राटेजिक प्लान के अरे स्ट्राटेजी भन्दा पनि हाम्रो जुन बिजनेस प्लान बनाएका हुन्छौँ नि, एनुअल प्लान बनाएका हुन्छौँ नि, त्यो एनुअल प्लानको आधारमा गर्नु भएको छ धेरै जसोले। अब गर्न पर्ने चाहिँ के हो त भन्दा पुषको 20 गतेसम्मको जे जस्तो हुन्छ ठ्याक्कै त्यसको आधार लिने, त्यसको आधार लिइसकेपछि त्यो त पुष महिनाभरिको लागि भयो नि त होइन, पुष 20 गतेसम्मको आधार भइसकेपछि एउटा पुष महिनाभरिको भन्ने जस्तो भयो। अनि त्यसलाई चाहिँ ठ्याक्कै डबल गर्दाखेरि हामी असार मसान्तको हिसाबमा आउन सक्छौँ। अनुमान गर्ने हो यसमा, अनुमान ठ्याक्कै यस्तै हुन्छ हुनैपर्छ भन्ने हार्ड एन्ड फास्ट कहीँ केही पनि छैन, असार मसान्तसम्मको अनुमान गर्न सक्छौँ। र त्यो असार मसान्तसम्मको अनुमान गरेकोमा 10% घटाएर ल त्यति चाहिँ एचिभ हुन सक्दैन ल भन्न चाहिँ हामीले 35,40,000 चाहिँ इस्टिमेटेड इन्कम गर्ने भनेको ल 10% 90%सम्म चाहिँ मान्न पाइयो भनेर 31,86,000 मात्रै इन्कम देखाएर गर्न सक्छौँ है, 31,86,000 मात्रै इन्कम देखाएर गर्न सक्छौँ। अब त्यसो गरिसकेपछि के गर्ने त भन्दा हामी चैत मसान्तमा पुग्ने भयौँ। अब यहाँ हेर्नुहोस् फेरि चैत मसान्तमा फेरि गर्नुपर्ने छ, चैत महिनाको अन्तिमसम्ममा अनुमानित करको 70% रकम मध्ये तिर्न बाँकी कर रकम होइन, 70% रकम मध्ये तिर्न बाँकी कर रकम भनेको चैत मसान्तमा जाँदाखेरि कति हुन्छ त्यो इस्टिमेसन गर्ने, असार मसान्तसम्मको इस्टिमेसन गर्ने, चैतको 20 गतेसम्मको आधारमा असार मसान्तसम्मको इस्टिमेसन गर्ने र अनि के गर्ने त भन्दा पहिला हामीले पुष मसान्तमा फरेको भन्दा फरक त आइहाल्छ पक्कै पनि, फरक आइसकेपछि रिभाइज इस्टिमेसन गर्ने, अनि असारमा पनि त्यसै गर्ने हो। कानुनले भनेको चाहिँ यो, तर हाम्रो ट्याक्सको जुन सिस्टम छ आइआरडीको जुन आइआरडी पोर्टलको जुन सिस्टम छ उसले चाहिँ त्यो दायाँ बायाँ केही पनि हेर्दैन, असार मसान्तको नाफा जुन रकम छ त्यो नाफा रकमलाई सिम्पली 90% गर्छ र त्यसलाई चाहिँ
ठ्याक्कै पुष मसान्तसम्म, चैत मसान्तसम्म, असार मसान्तसम्म भनेर छुट्याइदिन्छ के। त्यसो भए हुनाले चाहिँ हामीले गरेको सिस्टम, हामीले प्र्याक्टिकल्ली गर्ने सिस्टम र कर्कारलेको सिस्टम यहाँनिर मेल खाँदैन अहिलेको सिस्टम अनुसार। किनभने हामीका त्यो सिस्टम छैन कि हामीले भरेको चाहिँ 40% वाला चाहिँ मिल्यो कि मिलेन भन्ने हेर्ने सिस्टम छैन के। त्यो भएर असार मसान्तको जुन हामीले ट्याक्स फाइलिङ गर्छौँ, असार मसान्तको आधारमा हामीले D3 भरेर ट्याक्स फाइलिङ गर्छौँ, त्यही ट्याक्स फाइलिङलाई नै आधार लिन्छ उसले। त्यही आधारमा चाहिँ पुसको पुससम्ममा यति हुन्छ भनेर उसले क्यालकुलेसन गर्छ, त्यसलाई चाहिँ आधा वर्षको मानेर, अनि अर्को 9 महिनाको मानेर चैत मसान्तसम्मको हिसाब गर्छ र पुरै वर्षको मानेर असार मसान्तसम्मको हिसाब गर्छ, त्यसरी क्यालकुलेसन गर्छ। अब योभन्दा सजिलो उपाय चाहिँ के हुन्छ त? सबैभन्दा सजिलो उपाय भनेको चाहिँ अब यसमा हामीले 2-3वटा कुराहरूमा चाहिँ ख्याल गर्नुपर्छ। प्राय हाम्रो टिडिएसबाट पुगिरहेको हुनसक्छ, अलरेडी पेड भन्नेबाट। होइन टिडिएसबाट पुगेको छैन भने हामीले केही रकम चाहिँ तिर्न पनि पर्ने हुनसक्छ। र यहाँ ठुलो रकम आउने भनेको चाहिँ जरिवाना हो क्या। त्यो जुन 5,000 हुन्छ नि, जुन शुल्क भनेर भन्छ नि होइन, हो त्यो शुल्क 5,000 चाहिँ हाम्रो जरिवाना हो। त्यो जरिवाना चाहिँ हामीले पुस मसान्तमा विवरण गरेनौँ भने चैतमा गरे पनि नगरे पनि जरिवाना लाग्यो के होइन। त्यो भएर हामीले पुस मसान्तमा चाहिँ विवरण दाखिला गर्न एकदमै बिर्सनै हुँदैन। र अनि सबैभन्दा सजिलो यो इस्टिमेसन निकाल्ने, रिता मिसले भन्नुभएको क्वेसन र सबैलाई यो एकदमै लागिरहेको क्वेसन पनि हो। इस्टिमेसन निकाल्ने सबैभन्दा सजिलो उपाय भनेको असार मसान्तसम्मको हाम्रो कति हुन्छ त भनेर जुन हामीले के अरे बिजनेस प्लान बनाएका हुन्छौँ नि, एनुअल बिजनेस प्लान बनाएका हुन्छौँ, त्यो एनुअल बिजनेस प्लान अनुसार गर्नुभयो हुन्छ, केही फरक पर्दैन। यहाँ हाम्रो मकसद भनेको त्यो ब्याज भनेको थोरै हुन्छ, शुल्क चाहिँ धेरै हुन्छ क्या होइन। हामी साना संस्थाहरूको लागि त्यो शुल्क चाहिँ जोगाउने हो। त्यो भएर पुस मसान्तमा हामीले जसरी नै गर्नु पर्यो। अब यसको 90% तलमाथि भित्र पर्यो भनेदेखि त हाम्रो ब्याज पनि जोगिनै नै हाल्यो है। तर हामीले पुस 20 गतेसम्मको कारोबारलाई नै ठ्याक्कै यसैलाई आधार मान्न थाल्यौँ भनेदेखि चाहिँ हाम्रो पुसमा तिरेको पैसा पुग्दैन क्या। किनभने त्यतिखेर त हाम्रो लस देखिरहेको हुन्छ नि त। सामान्यतया धेरै जस्तो सहकारी संस्थाहरू पुस मसान्तसम्म लसमै भइरहनु भएको हुन्छ। त्यसकै आधारमा चाहिँ गर्न थालियो भनेदेखि हामी त लसमा छौँ भनेर भन्नु होला, फेरि टिडिएस नतिर्नु, के ट्याक्स नतिर्नु होला। तर लास्टमा अल्टिमेटली हाम्रो असार मसान्त पछाडि प्रफिटमा आउँछ, अनि त्यही प्रफिटलाई चाहिँ उसले आधार मानेर तपाईँको त पुसमा पनि यति नाफा हुन सक्ने रहेछ नि भनेर क्यालकुलेसन गर्छ के हो। त्यो भएर चाहिँ हामीले इस्टिमेसन चाहिँ आफैले म्यानेज गर्दाखेरि भयो भनेको। यहाँहरूले काम गर्ने दौरानमा यहाँहरूलाई एक्सपिरियन्स भइसकेको हुन्छ, त्यही आधारमा गर्नु होला ल। यसमा मैले धेरै भन्न। अब अलरेडी पेडमा चाहिँ के हामीले घटाउन पाउँछौँ त भन्दाखेरि, जुन टिडिएस हाम्रो अनुसूची 10 मा एनेक्स 10 मा चाहिँ दिस इयरको टिडिएस जति पनि आएका छौँ त्यो दिस इयरको टिडिएस हामीले घटाउन पाउने भयौँ। अनि अलरेडी पेड रकम जस्तो होइन यो घटाउन पाउने भयौँ। अनि त्यसभन्दा पछाडि अलरेडी पेड भनेको चाहिँ जस्तो अब यो पुस मसान्तसम्मको लागि चाहिँ हामीले के भन्छ, यो चैत मसान्तसम्मको लागि भनेर हामीले असार मसा के अरे पुस मसान्तमै हामीले तिर्सकेका हुन्छौँ चैत मसान्तको काम गर्ने बेलामा भनेदेखि त्यो कुरा चाहिँ हाम्रो अलरेडी पेड रकम हामीले पहिला जति तिरेका थियौँ पौष मसान्तमा तिरेको रकम होइन, अनि असारको क्यालकुलेसन गर्दैछौँ भने चैत मसान्तमा तिरेको रकम, त्यसलाई हामी अलरेडी पेड भन्छौँ। त्यो हामीले घटाउन पाउने भयौँ होइन, जम्मा इन्स्टलमेन्ट रकमबाट। अनि अर्को हामीले घटाउन पाउने भनेको चाहिँ के घटाउन पाउने भयौँ त भन्दा लास्ट फरवार्ड पनि होला नि हो। लास्ट इयरको हामीले त्यसलाई चाहिँ क्यारी फरवार्ड भन्छौँ। क्यारी फरवार्ड चाहिँ हामीले कसरी क्यालकुलेसन गर्ने क्यारी फरवार्ड भनेर यहाँहरूलाई लाग्न सक्छ। क्यारी फरवार्ड क्यालकुलेसन गर्नको लागि चाहिँ के गर्ने त भन्दा अघिल्लो वर्षको, यसमा चाहिँ म प्रीति फन्टमै लेखिदिन्छु, अघिल्लो वर्षको एकछिन है, ठुलो बनाउनु पर्ला जस्तो लाग्यो यहाँनिर फन्ट। अघिल्लो वर्षको जुन हाम्रो D3 भरेका हुन्छौँ त्यो D3 निकाल्ने, D3 को अनुसूची 10 मा जति दाबी गरिएको थियो त्यसबाट अनुसूची 2 मा जति दायित्व आयो त्यो रकम घटाएर
घटाउने र अहिले दाबी गर्ने। यो एउटा चाहिँ अघिल्लो वर्षको डे 3 हेर्ने। डे 3 को अनुसूची 10 अनुसूची 10 मा जति दाबी गरिएको थियो त्यसबाट चाहिँ यो वर्षको अनुसूची त्यही वर्षको जुन डे 3 फाइल हेर्ने। त्यो डे 3 फाइल हेर्दाखेरि अनुसूची 2 मा जति रकम आएको छ त्यो दाबी गरिएको रकम जुन के भन्छ दायित्व रकम छ त्यो दायित्व रकम घटाएर बाँकी भएको रकम चाहिँ हाम्रो के भयो त भन्दा क्यारी फरवर्डको रूपमा यो वर्ष हामीले दाबी गर्न पाउने भयौँ। हो त्यो रकम पनि हामीले घटाउने है। अब पुसमा हामीले तिर्दैछौँ भनेदेखि त यो हामीलाई के टेन्सनै भएन। एनेक्स के अरे यो अलरेडी पेड फर दिस इयर के अरे अलरेडी पेड फर दिस इयर भन्ने कुराहरू आउने भएन। अब हामीले चैत मसान्तमा गर्दैछौँ भने हेर्नुहोस् है, चैत मसान्तमा गर्दैछौँ भने चैत मसान्तमा हामीले के भन्छौँ त चैत मसान्तको लागि चाहिँ भने हामी रिभाइज इस्टिमेसन भन्छौँ क्या। रिभाइज इस्टिमेसन त्यतिखेर चाहिँ इस्टिमेसन हुन्थ्यो भने अहिले चाहिँ रिभाइज इस्टिमेसन भन्छौँ। रिभाइज इस्टिमेसन भनेर भन्छौँ। अब यो रिभाइज इस्टिमेसन नगरेको आधारमा तपाईँलाई जरिवाना छैन। रिभाइज नगरेको आधारमा जरिवाना छैन तर ब्याज चाहिँ छ। ब्याज छ हैन। अब हामीले के गर्नु पर्यो त भने यतिखेर चाहिँ भन्दाखेरि अब हाम्रो यो इस्टिमेसन त यही इस्टिमेसन हुन सक्छ। ल अब यसलाई फेरि लिएर आउँ न। अब यही इस्टिमेसन हुन सक्छ भने त हामीलाई केही पनि फरक पर्दैन। केही नगरिकन चुप लाएर बस्दा पनि हामीलाई जरिवाना छैन। अब ब्याज त हामीले तिर्नु पर्ने छ भने तिरेर मात्रै बस्दा पनि समस्या हुँदैन भनेको फाइलिङ नगरे पनि केही फरक पर्दैन भन्न खोजेको। अब होइन फरक पर्ने छ। यो रिभाइज चाहिँ हामीले 35,40,000 चाहिँ नाफा हुन्छ के अरे आम्दानी हुन्छ भनेर सोचिरहेको थियौँ। तर भइदियो हामीलाई चाहिँ अब घटी भयो भने त मतलबै भएन, केही नै गर्नु परेन, चुप लाएर बस्दा भयो। अब बढी हुने भयो। 35 लाखको सट्टा चाहिँ हाम्रो 38 लाख आम्दानी हुने देखियो। अनि इस्टिमेटेड एक्सपेन्सेस पनि अब 29 लाखबाट चाहिँ हाम्रो के हुने भयो त भन्दाखेरि 32 लाख अथवा 31 लाख हुने भयो भनेदेखि अब हामीले गर्ने बेलामा चाहिँ यसको 90% इस्टिमेटेड इन्कमको पनि 90% एक्सपेन्सेसको पनि 90% मानेर गर्न सक्छौँ। अब तर यो 90% तिर मान्नतिर नलाग्नु होला, जो झम्बर पनि हुन्छ। त्योभन्दा 100% गर्दा नि खासै केही समस्या हुँदैन। तर टिडिएस बढी जस्तो टिडिएसले नै पुग्ने छ तर पनि पुग्ने थियो तैपनि पैसा तिर्न पर्ने पनि हुनसक्छ नि त। त्यस्तो बेलामा चाहिँ 90% गरेर गर्नुभयो भने पनि तपाईँलाई कतैबाट जरिवाना शुल्क केही पनि लाग्दैन, कसैलाई क्वेसन पनि गर्दैन। त्यही भएर 90% को प्र्याक्टिस चाहिँ त्यस्तो अवस्थामा गर्नु होला। अलरेडी टिडिएस बढी छ भने त केही फरक परेन है। अब इस्टिमेटेड प्रफिट चाहिँ हाम्रो कति भयो त भन्दा पुस मसान्त के अरे चैत मसान्तमा रिभाइज भर्ने बेलामा 6,94,000 भयो। पहिला भइथ्यो चाहिँ 5,94,000। अहिले ठ्याक्कै 1 लाख रुपियाँ बढ्यो होइन त, ठ्याक्कै 1 लाख रुपियाँ बढ्यो। अब चाहिँ हाम्रो चाहिँ यो हाम्रो भरत महानगर भएछ, भरतपुर महानगरपालिका नै रहेछ हाम्रो। भरतपुर महानगरपालिका नै रहेछ भने 20% त 20% ट्याक्स हो। अब 6,94,000 को 20% भनेपछि हाम्रो 1,38,000 रुपियाँ चाहिँ कर तिर्न पर्ने रहेछ। कहिले त भन्दा असार मसान्तसम्मको दरले हिसाब गर्दाखेरि अब हामीले कति तिर्दा हुने भयो त भन्दाखेरि अलरेडी के भन्छ यो यसको इन्स्टलमेन्ट भनेको कति हो त भन्दाखेरि यसको चैत मसान्तमा हो भने कति पर्सेन्ट भन्नुहोस् त, कति पर्सेन्ट हुनु पर्यो इन्स्टलमेन्टको स्ल्याब? 70% होइन। 70% हो भनेदेखि यो चाहिँ हाम्रो कति हो त, यसलाई ड्यू भनौँ न अहिलेलाई भुक्तानी किस्ता भुक्तानी गर्नुपर्ने रकम भनेर भनौँ न होइन। भुक्तानी गर्नुपर्ने रकम चाहिँ 97। अब त्यसमध्ये चाहिँ हामीले अलरेडी पेड कति गरेका छौँ त भन्दाखेरि यो पहिला हामीले 40% त तिरेका थियौँ नि त। पहिला तिरेको 40%, पहिले तिरेको 40% घटाइसके पछाडि हाम्रो किस्ता आउँछ। यसबाट हामीले पहिला कति तिरेका थियौँ त भन्दा हेर्नुहोस् त, पहिला 47,000 तिरेका थियौँ। पहिला हामीले जतिसुकै नाफा मानेर गरे हो मतलब भएन है। पहिला हामीले कति इन्स्टलमेन्ट चाहिँ कति थियो त्यो मात्रै घटाउने। पहिलाको हाम्रो इन्स्टलमेन्ट 40% थियो। 40% हुँदाखेरि यति आउँथ्यो हो 49,600। पहिले तिरेको 40% भनेपछि पहिले तिरेको 40% यो मात्रै ल्याउनु पर्यो नि, मैले तलपट्टि। अब भनेको चाहिँ हाम्रो के आउने भयो त भन्दा इन्स्टलमेन्ट आउने भयो। यो चाहिँ हाम्रो इन्स्टलमेन्ट भयो क्या। यो इन्स्टलमेन्ट चाहिँ अब कति आउने भयो त भन्दा हामीले
97,217 रुपियाँ यो पटक तिर्नुपर्ने थियो जम्मा इन टोटल 47,552 त हाम्रो अघिल्लो इन्स्टलमेन्ट हो भनेपछि यो पटकको इन्स्टलमेन्ट भनेको चाहिँ हाम्रो कति रकम हो त भन्दा 49,664 रुपियाँ मात्रै चाहिँ हाम्रो यो पटकको इन्स्टलमेन्ट रकम भयो। अब यो पटकको इन्स्टलमेन्ट रकम मध्ये हेर्नुहोस् है 49,664 मध्ये 47,000 भनेको हाम्रो अलरेडी पेडमा वाला त हामीले घटाइसकेका छौँ होइन, अलरेडी पेडवाला त हामीले घटाइसकेका छौँ यहाँ होइन। अब यो मध्ये चाहिँ हामीले टिडिएसहरूबाट एनएक्स 10 दिस इयरको चाहिँ अब एनएक्स 10हरूबाट कति घटाउन सक्छौँ अहिलेसम्मको त्यो तिरेको रकमहरू घटाउन सक्ने भयौँ। यो भनेको इन्स्टलमेन्ट लेख्ने बेलामा चाहिँ यो लेख्ने हो है, तपाईँले यहाँ फेरि कन्फ्युजन हुन्छ है जस्तो लाग्यो। सरी यसलाई चाहिँ कन्ट्रोल एक्स गरेर अनि यहाँनिर लिएर गएर म इन्स्टलमेन्ट रकम चाहिँ यो भयो। तर अब हामीले क्यालकुलेसन गर्ने बेलामा चाहिँ के गर्नु पर्छ भन्दा यो 47,000 अलरेडी पेड गरेको यो भयो अनि त्यसभन्दा पछाडि हाम्रो अनुसूची 10 अनुसार हामीले त्यतिखेरसम्म कति छ त अनुसूची 10 अनुसारको यो टोटल 97,000बाटै घटाउँदै जाने हो कि एनएक्स 10 को रकम एनएक्स 10 मा कति देखाइरहेको छ त्यतिन्जेलसम्मको देखाएको रकम होइन 12,500 कति देखाएको छ अनि त्यतिन्जेलसम्म त्यो अघिनको फेरि हामीले दोहोऱ्याएर यहाँको पनि दोहोऱ्याएर गर्नु पर्यो यो क्यारी फरवर्ड पनि क्यारी फरवर्ड त त्यो अघिनको जुन माथिको जुन गर्दाखेरिको क्यारी फरवर्ड थियो त्यही नै भइहाल्यो, त्यही अलरेडी पेडमा आएको क्यारी फरवर्ड त्यो जति छ त्यति हटाएर त्यो चाहिँ हामी ड्यूमा लेख्छौँ है। ड्यू त्यहाँ पर्यो भनेदेखि म त्यो हामी प्र्याक्टिकल्ली गर्छौँ, गरिसकेपछि यसलाई अलिकति क्लियर हुन्छ। अब ड्यू रकम चाहिँ हाम्रो कति भयो त भन्दा योबाट हामीले जुन अलरेडी पेड गरेको यो पनि घटाउनु पर्यो, एनएक्स 10 मा तिरेको पनि घटाउनु पर्यो र हाम्रो क्यारी फरवर्ड आएको रकम पनि घटाउनु पर्यो। त्यो घटाइसकेपछि यति रकम चाहिँ हामीले 35,914 रुपियाँ चाहिँ के गर्नु पर्यो त भन्दा पेमेन्ट गर्नु पर्यो। यतिको चाहिँ हामीले पेमेन्ट भाउचर बनाउनु पर्यो। ल यहाँ अलिकति गिचिङ भए पनि हामीलाई एकचोटि हेर्छौँ प्र्याक्टिकल्ली त्यसैमा गएर हेर्छौँ अनि त्यसमा पछाडि अलिकति आइडिया आउँछ है त। ठिक छ, एकचोटि हेरौँ है अनुमानित आय विवरण दाखिला गर्नलाई। यी क्वेसनहरू त मैले हेरेकै छैन सर। गाउँपालिकाको सहकारीले नै गर्नुपर्छ? पर्दैन गाउँपालिकाको सहकारी त्यहाँ तल तल हामी आउँछौँ है, तल हामी आउँछौँ कसले गर्नुपर्ने कसले गर्न नपर्ने भन्ने विषयहरूमा तल हामी आउँछौँ। यहाँ तल छ अनुमानित आय विवरण पेश नगरेमा के हुने भन्ने, त्यसभन्दा पछाडि दाखिला नगरेमा दाखिला गर्नु नपर्ने भन्ने छ। यहाँ गाउँपालिका होइन नगरपालिकाले नि गर्नु पर्दैन, महानगरपालिकाकै भए पनि गर्नु पर्दैन कुनै कुनै केसमा है, त्यो हामी हेर्छौँ ल। ल अब एउटा हामी यो सर देखाउँ अनि त्यसमा पछाडि मैले यो सेयर गर्छु है यहाँहरूलाई। सेयर भएको छ है अन्तर्राष्ट्रिय विभागको वेबसाइट सेयर भएको छ सर भएको छ हजुर। त्यसको लागि चाहिँ अब हामी कहाँ जानु पर्यो त भन्दाखेरि हेर्नुहोस् त जेनरल रजिस्ट्रेसन भ्याट हामीलाई यो काम चाहिएन, जेनरलभित्र चाहिँ हामी गएर सबै कुराहरू हेर्ने भइहाल्यो। हो अब हामी कहाँ जानु पर्यो त ल भन्नुहोस् त इन्कम ट्याक्स एक्साइज इटिडिएस कहाँ जानु पर्यो हामी इस्टिमेटेड रिटर्न भन्नेमा जानु पर्यो। इस्टिमेटेड रिटर्न भन्नेमा क्लिक गर्ने, इस्टिमेटेड रिटर्न इन्ट्री इस्टिमेटेड रिटर्न लगइन भनेको चाहिँ तपाईँले सबमिसन नम्बर लिइसक्नु भएको छ अनि केही विवरणहरू पनि भरिसक्नु भएको छ भने चाहिँ लगइनबाट जाने हो सबमिसन नम्बर भरेर जानलाई। अर्को चाहिँ हामीले अर्को चाहिँ के छ त भन्दा इस्टिमेटेड रिटर्न इन्ट्री गर्ने ठाउँ छ, यहाँ जाने। यहाँ गएर चाहिँ हामी के गर्छौँ त भन्दा इस्टिमेटेड रिटर्न भर्नको लागि चाहिँ कसको इस्टिमेटेड रिटर्न भर्दैछौँ त्यसको प्यान नम्बर चाहिँ 6224147779 यो कन्ट्रोल सी गर्ने कन्ट्रोल भी गर्ने सबैमा एउटै हुन्छ है यो। अनि अब आर्थिक वर्ष छान्ने कुन आर्थिक वर्षको हामीले गर्दैछौँ भन्दा डेफिनेटली 8283 को हो। सम्पर्क नम्बर चाहिँ हामीले सम्पर्क नम्बर 10 अङ्कको हाम्रो मोबाइल नम्बर राख्नुपर्छ। त्यसमा पछाडि हामी रजिस्टर गर्ने, रजिस्टर गरिसकेपछि हाम्रो तपाईँ सफलतापूर्वक सफल प्रवेश हुनुभयो भनेर यसरी आउँछ। त्यसभन्दा पछाडि प्रोसिड गर्ने हेर्नुहोस् है। त्यस पछाडि हाम्रो यो अनुसूची 2 को अनुमानित करको विवरण गर्ने नियम 34 सँग सम्बन्धित भनेर चाहिँ हामीलाई यो यतिको इन्टरफेस आउँछ है, यतिको इन्टरफेस आउँछ। अब यहाँ चाहिँ हामीले के गर्नु पर्यो त भन्दा विवरणहरू भर्नु पर्यो। सबैभन्दा पहिला अनुमानित करको प्रकारमा छान्ने भनेको हामीले फर्स्ट टाइम अनुमानित विवरण भर्दैछौँ भनेको पौष मसान्तमा विवरण भर्दैछौँ भने इस्टिमेटेड ट्याक्स रिटर्न इन्ट्री गर्ने। अब पुष मसान्तमा तपाईँले बिर्सनुभयो, चैत मसान्तमा भरौँ कि के गरौँ, बिर्सिनु नै भइसक्यो भने चैत मसान्तमा भरे नि नभरे नि हाम्रो टिडिएसले पुग्छ भनेदेखि नभरे नि तपाईँलाई लाग्ने जरिवाना शुल्क त्यति नै हो।
किनभने हाम्रो जुन शुल्कहरू चाहिँ इस्टिमेटेड नभरे बापतको लाग्ने शुल्क भनेको चाहिँ पुस मसान्तको आधारमा हो होइन। त्यो भएर अब तपाईँले भर्छु म होइन के अरे विवरण पनि पेश गर्छु भन्नुहुन्छ भने चैत मसान्तमा जाँदाखेरि पनि तपाईँले पुसमा भर्नु भएको छैन भने यसलाई हामी इस्टिमेटेड ट्याक्सेसन भन्छौँ ल। त्यो चैत मसान्तमा भरेकोलाई चाहिँ हामीले रिभाइज भन्ने होइन। भनेको चाहिँ पुसमा भर्नु भएको छ भने चैतमा भर्दाखेरि रिभाइज हुने भयो, तर चैतमै पहिलोचोटि भर्दै हुनुहुन्छ भने चाहिँ इस्टिमेटेड ट्याक्स रिटर्नै भनेर भर्नु पर्यो, इस्टिमेटेड ट्याक्स रिटर्न भनेर गर्ने। अब तपाईँले पुसमा भर्नु भएको छ भने फेरि चैतमा पनि भर्दै हुनुहुन्छ भने रिभाइज इस्टिमेटेड, किनभने त्यो पहिला भरेको कुरालाई रिभाइज गर्नु पर्यो नि त, दोहोऱ्याउनु पर्यो नि त त्यसलाई होइन, त्यसलाई रिभाइज भनेको। अब त्यसभन्दा पछाडि हामीले यहाँ माथिपट्टि भर्ने कुराहरू त्यस्तो केही पनि आउँदैन, हामीले भर्ने कुराहरू यहाँ तल्लापट्टि आउँछन्। हेर्नुहोस् है, हामीले भर्ने कुराहरू यहाँ तल्लापट्टि आउँछन्। 1 नम्बरमा यो 2 नम्बरको अनुमानित करको गणना अन्तर्गतको 1 नम्बरमा चालु आर्थिक वर्षमा व्यवसाय वा लगानीबाट प्राप्त हुने अनुमानित मुनाफा वा लाभ भनेको ठाउँमा चाहिँ मुनाफा अथवा लाभ भन्दा पनि जम्मा टोटल हामीले कति आम्दानी गर्छौँ त्यो आम्दानी लेख्ने हो। यहाँ मुनाफा अथवा लाभ भनेको चाहिँ हामीले हाम्रो सहकारी संस्थाले वर्षभरिमा ब्याज होइन सेवा शुल्क भनेर सबै गरेर जम्मा कति आम्दानी गर्छौँ त्यो आम्दानी रकम हामीले यहाँ लेख्ने हो। हामीले कति इस्टिमेसन भनेको थियौँ 35,40,000 चाहिँ हामीले 35,40,000 चाहिँ हामीले आम्दानी गर्छौँ भनेर भनेको थियौँ। अब कट्टी हुने रकम भनेको चाहिँ हाम्रो अकाउन्टिङ प्रोफिट अनुसारको कट्टी हुने हुँदैन है, हाम्रो चाहिँ आयकरकै ऐन अनुसार आयकरको कानुन अनुसार। जस्तो हामीले योभन्दा अगाडि पढ्यौँ नि त होइन, यो कुराहरू चाहिँ कट्टी गर्न पाइन्छ, यो कुराहरू चाहिँ कट्टी गर्न पाइँदैन भनेको छ नि हो। त्यो कट्टी गर्न पाउने रकमहरू चाहिँ कति छ त्यो हेर्ने। 29,45,600 चाहिँ हामीले उदाहरणको लागि 29,35,600 रुपियाँ कट्टी गर्न पाउने भएका रहेछौँ। अब यो हाम्रो सहकारी संस्थाहरूमा दफा 1164 बमोजिमको कर छुट हुने रकमहरू सामान्यतया त्यस्तो आउँदैन। अब लाभांश आम्दानी भन्ने कुराहरू हुन्छ त्यसले खासै म्याटर राख्दैन। हामीले यो कट्टी हुने यो प्राप्त हुने मुनाफा वा लाभमा नै लाभांशलाई जोड्दैनौँ, लाभांश नजोडिकन हामी क्यालकुलेसन गर्छौँ। त्यसो भएपछि यो हामीलाई सहकारी संस्थामा यो आउँदैन। यदि त्यस्तो छ अनुमान गर्दाखेरि चाहिँ हामीले लाभांश सहित जोडेका छौँ भने चाहिँ हामीले यहाँ लगेर घटाउन पाउँछौँ होइन। सामान्यतया हाम्रो प्र्याक्टिस चाहिँ के हुन्छ त भन्दाखेरि त्यस्तो लाभांशहरू आउने छ भनेदेखि त्यो लाभांशहरूलाई हामीले आम्दानीबाटै घटाइदिन्छौँ है। अनि यो के भन्छ कट्टी हुने रकममा पनि जुन जुन आयकर प्रायोजनको लागि कट्टी गर्न पाइन्छ त्यो खर्चहरू मात्रै हामी यहाँ जोडेर लेखेको हो यो 29,35,000 भित्र। अब आय अथवा नोक्सान चाहिँ हाम्रो कति भयो त भन्दा 6,04,440 रुपियाँ चाहिँ हाम्रो आम्दानी भयो होइन। अब यो 6 लाख अब 4,04,400 भन्दा पछाडि चाहिँ हाम्रो अन्य व्यवसायको भूमिका केही पनि हुँदैन अन्य व्यवसायको। अनि अब निर्धारण योग्य आय चाहिँ हाम्रो कति भयो त भन्दा यही नै हाम्रो निर्धारण योग्य आय भयो। अब हेर्नुहोस् है, यहाँ जस्तो हामीले उदाहरणको लागि चाहिँ 30,000 रुपियाँ चाहिँ हाम्रो लाभांश आम्दानी पाएका छौँ भनेदेखि त्यो 30,000 रुपियाँ अथवा लाभांश अथवा जुनसुकै पनि कर नलाग्ने आम्दानी भनौँ न पाएका छौँ भने त्यो चाहिँ हामीले यहाँबाट यसरी घटाउने भयो के। त्यो चाहिँ सिस्टमले आफै क्यालकुलेसन गर्छ। त्यही भएर यसलाई चाहिँ यहाँहरूले माथि नै गर्नु भए पनि केही पनि फरक पर्दैन, तर यहाँ लिएर लेख्नुभयो भने पनि समस्या चाहिँ हुँदैन है। अब निर्धारण योग्य आय भनेको हाम्रो निर्धारण योग्य आइहाल्यो। निर्धारण योग्य आयसँग चाहिँ कर छुट भएको संस्थालाई दिएको चन्दा, सामान्यतया सहकारी संस्थाले कर छुट भएको सहकारी संस्था के अरे अरू कसैलाई चन्दा दिँदैन। यदि दिएको छ भनेदेखि बढीमा 1 लाखसम्म खर्च दाबी गर्न पाइन्छ भनेर भनिएको छ, त्यो छ होइन। त्यो अनुसारले हामीले चन्दा दिएको छ भने यहाँ लेख्छौँ। अवकाश योगदान भन्ने कुरा हामीले आउँदैन, अवकाश योगदान भनेको यो व्यक्तिलाई आउने कुरा भयो होइन। अब कर योग्य आम्दानी भनेको हाम्रो सिधै कर योग्य आम्दानीमा जाने भनेको हाम्रो लागि चाहिँ 7 नम्बर 8 नम्बर 1 नम्बर र 2 नम्बर भरिसके पछाडि अथवा लाभांशलाई पनि हामीले छुट्टै देखाउने भयौँ भनेर चाहिँ 1 नम्बर 2 नम्बर र 3 नम्बर भइसकेपछि यो माथिको अरू कुनै पनि कुराहरू भरिराख्नु जरुरी छैन, कर योग्य आम्दानी आफै आउँछ। अब 10 नम्बरमा चाहिँ उपरोक्त बमोजिम कर योग्य आयमा आयकर ऐन 2058 को अनुसूची 1 बमोजिमको लाग्ने कर चाहिँ कति हो त भनेर लेख्नु पर्यो। अब यो त हाम्रो त सहकारी संस्थाहरूको बडा गजब छ होइन। अब कसैलाई चाहिँ 10% लाग्छ, कसैलाई 15% लाग्छ, कसैलाई 7% लाग्छ, कसैलाई 5% लाग्छ, त्यो फरक छ नि त। कसैलाई 20% लाग्छ, 5% त छैन अहिले होइन। भनेपछि अब महानगरपालिकामा भएको संस्था बचत तथा ऋणको कारोबार गर्ने संस्थालाई 20% लाग्छ। महानगरमा भएको बचत तथा ऋणको कारोबार गर्ने संस्था जस्तो महानगरमा पालिकामा भएको बचत तथा ऋण भन्दा बाहेकको कारोबार गर्ने संस्थालाई कति पर्सेन्ट लाग्छ भन्दा 15% लाग्छ नि त होइन। ल बचत तथा ऋणकै कारोबार गर्ने संस्था रहेछ महानगरपालिकाको भनेपछि यो चाहिँ क्यालकुलेसन गरेर हामीले राख्नु पर्यो।
कति कर लाग्छ भनेर राख्नु पर्यो। जस्तो अब 6,04,400 रुपियाँ हामीले कमाउँदै गर्दाखेरि क्यालकुलेटर हामी निकालौँ। 6,04,400 को चाहिँ 20% हामीले कर तिर्नुपर्छ भने पछाडि चाहिँ 1,20,880 रुपियाँ चाहिँ हामीले के गर्नुपर्ने रहेछ त? 1,20,880 रुपियाँ चाहिँ हामीले कर तिर्न पर्ने रहेछ। 1,20,880 रुपियाँ चाहिँ हामीले कर तिर्न पर्ने रहेछ वर्षभरिमा है। यो वर्षभरिमा अनुमानित गरेको 1,20,000 कर तिर्नु पर्ने रहेछ भनेदेखि स्रोतमा कट्टी भएको रकम चाहिँ कति हो त? स्रोतमा कट्टी भएको रकम भनेको चाहिँ यो पिरियडमा स्रोतमा कट्टी भएको रकम भन्नाले चाहिँ यो पिरियड भरिमा चाहिँ हामीले अनुसूची 10 हेर्ने, अनुसूची 10 मा कति रकम छ त्यो रकम क्यालकुलेटरै थिच्नु पर्यो। थिच्नु चाहिँ अब त्यो चाहिँ हामीले कतै नोट गर्नु पर्यो। अनुसूची 10 मा यति रकम छ। जस्तो उदाहरणको लागि अनुसूची 10 मा चाहिँ 20,880 रुपियाँ छ हो। अनि 50,000 चाहिँ हाम्रो के छ त भन्दा अघिल्लो आर्थिक वर्षको जुन हामीले D3 भर्दै गर्दाखेरि अनुसूची 10 मा दाबी गरेको रकम भन्दा अनुसूची 2 मा लागेको जुन दायित्व छ त्यो दायित्व कटाएर बाँकी रहेको 50,000 रहेछ भनेपछि 50,000 र 20,880 गर्दाखेरि 70,880 चाहिँ के भएछ त भन्दा स्रोतमा कट्टी भएको रकम रहेछ हैन। भनेपछि अब हामीले कति तिर्न पर्ने भनेर त्यहाँ छुट्टै राखिराख्ने है। यसमा चाहिँ यसले केही म्याटर गरेन। अब किस्ता रकम चाहिँ कति हो त भन्दाखेरि यसको 40% चाहिँ हाम्रो किस्ता रकम भयो के। 1,20,880 को 40% चाहिँ हाम्रो किस्ता रकम भयो भनेको यहाँनेरि चाहिँ धेरै जसो साथीहरूले के गर्नुहुन्छ त भन्दा कति तिर्नुपर्ने भयो त त्यो तिर्नुपर्ने रकम लेख्नुहुन्छ। त्यो पनि मिस्टेक चाहिँ होइन यसले, किनभने यसको ठ्याक्कै डाइरेक्ट इम्प्याक्ट कहीँ पनि परिरहेको अवस्था छैन अहिले। जस्तो उदाहरणको लागि अब स्रोतमा कट्टी भएको रकम 70,880, 1,20,880 बाट 70,880 हटाउँदाखेरि 50,000 चाहिँ किस्ता रकम नपुग रकम चाहिँ हामीले भुक्तानी गर्यौं भनेर चाहिँ 50,000 यसरी लेख्ने प्रचलन पनि छ, गर्नुहुन्छ कसैले। अनि कसैले चाहिँ के गर्नुहुन्छ त भन्दाखेरि यो 1,20,880 रुपियाँको 40% को 40% भनेको चाहिँ हाम्रो किस्ता हो भनेको 48,352 रुपियाँ चाहिँ हाम्रो किस्ता हो। 48,352 रुपियाँ चाहिँ हाम्रो किस्ता हो। स्रोतमा करकट्टी नै 70,880 भइसकेको छ। अब हामीले तिर्नुपर्छ कि पर्दैन त? हेर्नुहोस् त, स्रोतमा करकट्टी 1,20,000 रुपियाँ जम्मा हाम्रो टोटल वर्षभरिको कर योग्य रकम हो। त्यसमध्ये हामीले यो किस्ता रकम हाम्रो 48,352 थियो। त्यसमध्ये 70,880 नै चाहिँ हामीले भुक्तानी गरिसकेका छौँ भने पछाडि थप रकम भुक्तानी गर्नु परेन। अब यसमा तल भुक्तानी गर्न नपर्ने भएपछि तलपट्टि हामीले केही पनि विवरणहरू भर्दैनौँ र सेभ गर्छौँ, सबमिट गर्छौँ र अनि भेरिफाई गर्छौँ है। यति गरिसके पछाडि हामी 5,000 बाट बच्यौँ। अब यहाँ झट्टै हेर्दाखेरि हेर्नुहोस् त हाम्रो 48,352 मात्रै तिर्न पर्ने थियो, तर 70,880 रुपियाँ त हामीले अलरेडी तिरिसकेका छौँ एडभान्स ट्याक्स भनेर टिडिएसबाट। अनि अघिल्लो वर्षको क्यारी फरवर्ड गरेर 70,880 तिरिसकेका छौँ भनेदेखि चाहिँ तपाईँकोलाई ब्याज चाहिँ लागेन तर शुल्क चाहिँ लाग्यो। तपाईँले भर्नु भएन भने, पौष मसान्तभित्र भर्नु भएन भने, त्यो भएर पौष मसान्तभित्र भर्नै पर्यो। अरू जेसुकै भए पनि कर लाग्ने संस्थाहरूले, अब कसले भर्ने कसले नभर्ने त हामीले त्यहाँनिर अहिले हेरिहाल्छौँ। कर लाग्ने संस्थाहरूले चाहिँ भर्नै पर्यो। अब यसो उदाहरणको लागि यहाँ हेर्नुहोस् त, यो 70,000 त हामीले अहिले पो भने त। अब हामीले सबै गर्दाखेरि चाहिँ जम्मा 30,880 रुपियाँ मात्रै तिरेका रहेछौँ। सबै हिसाब गर्दाखेरि भनेको अघिल्लो वर्षको क्यारी फरवर्ड भएर आएको रकम अनि यो वर्षको अनुसूची 10 मा आएको रकम समेत गर्दाखेरि हामीले 30,880 रुपियाँ तिरेका रहेछौँ भने हामीले तिर्नुपर्ने रकम त किस्ता रकम त 48,352 हो। भनेपछि 48,352 मा 30,880 हामीले अलरेडी तिरिसकेका रहेछौँ भने पछाडि बाँकी रहेको रकम चाहिँ के गर्नु पर्यो त भन्दा तिर्नु पर्यो चालु आर्थिक वर्षमा। अब यहाँ कर दाखिला तिर्ने, अब यहाँ अरू केही पनि छैन। यो अनुमानित विदेशी करको हामीलाई लागू हुँदैन, यो 3 नम्बरको हामीलाई केही पनि लागू हुँदैन। त्यति रकम तिर्ने अनि तिरेर त्यो तिरेको चाहिँ विवरणहरू हामीले यहाँ भर्नु पर्यो। अनलाइनबाटै हामीले तिर्न पनि सक्छौँ। अनलाइनबाट तिरेको रकम पनि हामी अनलाइनबाट कसरी तिर्ने भने त अस्ति इटिडिएस तिर्यो होइन, टिडिएस तिर्यो नि हो, त्यसै गरी हामीले तिर्न सक्छौँ। अनुमानित आय विवरण बापतको रकम बैंक दाखिला गरेका छौँ जसो गरेका छौँ हामीले यहाँनिर एड गरेर भाउचरको विवरणहरू, राष्ट्रिय खाता नम्बर के हो होइन, राष्ट्रिय खाता नम्बर हाम्रो चाहिँ अन्य निकाय अन्तर्गत हो, अनि भुक्तानीको किसिम के हो, अनलाइन गर्नुभएको हो कि ब्याङ्क गर्नुभएको हो कि चेक गर्नुभएको हो कि के गर्नुभएको हो होइन। जस्तो अब अनलाइन गरेको छ भने ब्याङ्क भइहाल्यो। अनि भाउचर नम्बर हाम्रो त्यहाँ जुन भाउचर नम्बर छ त्यही भाउचर नम्बर हुनु पर्यो। अनि कुन ब्याङ्कमा हामीले चाहिँ जम्मा गरेको त्यो लेख्नु पर्यो। अनि दाखिला गरेको मिति चाहिँ लेख्नु पर्यो।
होइन। अनि दाखिला गरेको रकम कति रकम दाखिला गरियो, त्यो दाखिला गरेको रकम चाहिँ यहाँ लेख्नु पर्यो र अपडेट गर्नु पर्यो। अपडेट गरिसकेपछि यहाँ तल आउँछ यसरी। अनि त्यसभन्दा पछाडि सेभ गर्नु पर्यो, सबमिट गर्नु पर्यो। सबमिट गरिसके पछाडि हामी सबमिट गर्नु यो यो सबमिसन नम्बर चाहिँ यहाँहरूले लेखिराख्नु होला, सबमिसन नम्बर पछि, किनभने हामीलाई भेरिफाई गर्ने बेलामा सबमिसन नम्बर चाहिन्छ। यति गरिसक्नु भएपछि हुन्छ। अब मैले अघि नै भनेको थिएँ नि, अर्को साथीहरूले छुट्टै किसिमले प्र्याक्टिस गर्नुहुन्छ भनेको थिएँ। त्यो चाहिँ प्र्याक्टिस के हो त भन्दा, अब यहाँ 30,880 रुपियाँ अलरेडी तिरिसकेको छ। किस्ता रकम जम्मा, किस्ता रकम चाहिँ हामीले छुट्टै निकालेर कति रकम चाहिँ नपुग भएको रकम मात्रै किस्तामा लेख्ने पनि गर्नुहुन्छ। त्यसो गर्दा चाहिँ अलिकति कन्फ्युजन आउँछ। र यसलाई जे गर्नु भए पनि तपाईँले यो जुन विवरण, यो 1,20,000लाई आधार मान्नु पर्यो। त्यो 1,20,000 को चाहिँ 40% रकम तिरेको हुनु पर्यो र त्यसलाई चाहिँ आय विवरण, यो जुन अनुमानित आय विवरण हुन्छ त्यो पेश गरेको हुनु पर्यो। यसले यहाँ तपाईँले यसलाई चाहिँ कति भुक्तानी गर्नुपर्ने त्यति मात्रै रकम किस्ताको रूपमा राख्नुहुन्छ, केही फरक पर्दैन, कहीँ कसैले हेर्नेवाला छैन। होइन, किस्ता रकम 40% भनेर कति आउँछ त्यति रकम राख्यो भने मलाई क्यालकुलेसन गर्न सजिलो भयो नि त, कति तिर्न पर्ने भनेर यसरी राख्नुहुन्छ, त्यो पनि समस्या भएन। तपाईँले जे गर्दाखेरि सजिलो हुन्छ त्यही गर्नुहोस्, यसले केही म्याटर गर्दैन ल। अब तर मैले गर्दाखेरि चाहिँ किस्ता रकम, यहाँनिर किस्ता रकम राख्न लगाउँछु र के भनेको 40% रकम, भोलि पर्सि अब यसको 70% हुन्छ, चैतमा 70% हुन्छ, असारमा 100% हुन्छ किस्ता रकम। होइन, मध्ये नतिरेको रकम के भन्छ, त्यो अघिल्लो पटकको घटाएर बाँकी रहेको रकम, त्यसलाई राख्ने गरेको छ। अब स्रोतमा कटकटी भएको रकम त त्यतिन्जेलसम्म स्रोतमा कट्टी भएको रकम भइ नै हाल्यो। सर स्रोतमा त्यति कटकटी भने चाहिँ ब्याङ्कले हाम्रो ब्याजमा कट्टी गरेको रकमहरू हो होइन? हो, ब्याङ्कले अथवा हाम्रो चाहिँ अब जस्तो हामीले त कमिसन पनि आम्दानी गरेका हुन्छौँ नि त, के भन्छ हाम्रो रेमिटेन्सहरूको काम गरेका छौँ भने ती कम्पनीहरूले पनि हाम्रो टिडिएस कट्टा गरेको हुन्छ। जसले हाम्रो टिडिएस कट्टा गरेर इटिडिएस गरिदिएको हुन्छ त्यो जति सबै त हाम्रो स्रोतमा कटकटीमा आउने भइहाल्यो नि त्यो। अनि प्लस क्यारी फरवर्ड पनि हो कि यो भनेको चाहिँ, क्यारी फरवर्ड कति क्यारी फरवर्ड भएर आएको छ त्यो क्यारी फरवर्ड पनि हामीले यहाँनिर घटाउनु पाउने भयौँ। अब चैत्र असारको चाहिँ गरे गर्नुहोस् नगरे नगर्नुहोस्, धेरैजसोको टिडिएसले पुग्छ। होइन, टिडिएसले पुगेन भने पैसा मात्रै तिरेर बस्नु भएको छ भने पनि जति पुग्दैन, नपुगेको पैसा मात्रै तिर्नु भयो, तपाईँ मलाई यो चाहिँ रिभाइज गर्न आएन भने नि त्यसमा समस्या हुँदैन। 90% भन्दा तलमाथि हुँदैन भने है, 90% भन्दा तलमाथि हुन्छ भने चाहिँ समस्या हुन्छ, 90% भन्दा तलमाथि हुँदैन भने त्यसमा पनि समस्या हुँदैन। तर पोस्ट मसान्तको चाहिँ अनिवार्य रूपमा जसले कर दायित्व, जसले चाहिँ यो आय विवरण पेश गर्नुपर्छ, अनुमानित आय विवरण पेश गर्नुपर्छ, उहाँहरूले गर्नुहोस् है। अब अनुमानित आय विवरण, यहाँ क्वेसन, ब्याङ्कबाट पाएको इन्ट्रेस्ट पनि घटाउनु, हो, ब्याङ्कबाट पाएको इन्ट्रेस्टको टिडिएस है, इन्ट्रेस्टै घटाउने होइन, इन्ट्रेस्टको टिडिएस, त्यही त हामीले अनुसूची 10 भन्यौँ नि। अनुसूची 10मा जे आउँछ आएको जति सबै घटाउने हो कि। अनुसूची 10 प्रिपेरेसन अफ एनेक्स 10 भने कहाँनिर हुन्छ भनेर फेरि म त्यो एकचोटि देखाइदिइहाल्छु तपाईँहरूलाई, अघि नै पनि देखाएको थिएँ नि, यसलाई म देखाइदिइहाल्छु है। प्रिपेरेसन अफ एनेक्स 10 चाहिँ कहाँनिर हुन्छ भन्दाखेरि, जस्तो यसैमा हेरौँ, अघि नै देखाएकै कुरा हो यो। जेनरल भित्र जाने, ट्याक्स पेयर लगइन भित्र जाने, ट्याक्स पेयर लगइन भित्र गएर चाहिँ यहाँ प्रिपेरेसन अफ एनेक्स 10 भन्ने हुन्छ, अघि नै जुन देखाएको थिएँ मैले, यहीँ भित्र गएर प्रिपेरेसन अफ एनेक्स 10 चाहिँ के गर्ने त भन्दा क्लिक गरेर यहाँभित्र चाहिँ गर्नु पर्यो, हेर्नु पर्यो। त्यही रकम चाहिँ हामीले नोट गर्ने, त्यही रकमलाई चाहिँ हामीले घटाउने है। अब अनुमानित करको विवरण दाखिला गर्ने भन्ने कुरा, जस्तो संस्थाले पहिलो कर किस्ता रकम बुझाउनु पर्ने मितिभित्र अनुमानित करको विवरण विभागमा पेश गर्नुपर्ने छ। किस्ताबन्दीमा कर दाखिलाको विवरण पेश नगरेमा रु 5,000 वा करयोग्य आएको 0.01%ले हुने रकम मध्ये जुन बढी हुन्छ सो रकम चाहिँ जरिवाना लाग्छ। यो चाहिँ फ्ल्याटमा हो के, विवरण पेश नगरेमा 5,000 अथवा करयोग्य आय, जति पनि असार मसान्तसम्मको करयोग्य आय छ त्यो करयोग्य आएको 0.1% भनेको अघि नै हामीले यहाँ हिसाब गर्दाखेरि हेर्नु त कति भएको छ, 5,94,000 जुन हाम्रो करयोग्य आम्दानी आएको छ नि भनेको इक्वल टु 5,94,400 को 0.01% भन्दाखेरि चाहिँ जम्मा 59 रुपियाँ 44 पैसा आयो। अथवा
5,000 मध्ये जुन बढी हुन्छ त्यो है, रकम मध्ये जुन बढी हुन्छ त्यो चाहिँ जरिवाना लाग्छ। त्यही भएर धेरै जसो संस्थाहरूले 5,000 रुपियाँ फुट्टु फुट्टु तिरिरहनु भएको हुन्छ। यो नतिर्नको लागि चाहिँ के गर्ने त भन्दा अरू केही मतलब भएन। चैतको भरे भरोस् नभरे नभरोस्, असारको भए भरोस् नभरे नभरोस्, तर पौषको चाहिँ अनिवार्य भर्नुहोस्, अनिवार्य भर्नुहोस्। अब यसमा 90% भन्दा बढी तलमाथि हुन्छ भने 90% भन्दा बढी तलमाथि हुन्छ भने अरू पनि भर्नुहोस्, तर अरू नभरेमा जरिवाना चाहिँ छैन है, नभरेमा जरिवाना चाहिँ छैन। ल, नभरेमा जरिवाना चाहिँ छैन। अब थोरै अलिकति गरौँ अनि आजको विषयलाई हामी टुङ्ग्याउँछौँ। अब अनुमानित आय विवरण दाखिला नगरेमा चाहिँ यही अघिनकै कुरालाई त्यही यसको उदाहरण भइहाल्यो होइन। अब अनुमानित आय विवरण दाखिला गर्नु नपर्ने भनेको चाहिँ अनुमानित कर रकम 7,500 मात्र हुने रहेछ भने त्यस्तो सहकारी संस्थाले किस्ता रकम र विवरण बुझाउनु पर्दैन भनेको। जसलाई करै लाग्दैन, गाउँपालिकामा भएको भए पनि जहाँसुकै भएको पनि जसलाई करै लाग्दैन अथवा कर लाग्छ भने पनि 7,500 भन्दा बढी अनुमानित करै छैन, संस्था नाफामा छैन, संस्था घाटामा छ भने उसले अनुमानित आय विवरण पेश गरिराख्न जरुरी छैन। संस्था नाफामा छैन, संस्था घाटामा छ अथवा नाफाइमा छ भने पनि टोटल वर्षभरिको अनुमानित आम्दानी के अरे नाफा चाहिँ के अरे नाफाको कर चाहिँ 7,500 भन्दा बढी नाग्दैन भनेदेखि त्यस्तो अवस्थामा चाहिँ यहाँहरूले अनुमानित आय विवरण पेश नगर्दा पनि केही फरक पर्दैन। तर अब हामीलाई त लाग्दैन थियो, 7,500 भन्दा बढी लाग्दैन थियो पुष मसान्तसम्मको हिसाब गर्दाखेरि, तर लाग्यो भनेदेखि चाहिँ के हुन्छ त फेरि भन्दा असार मसान्तमा तपाईँले मानिलियो 8,000 कर तिर्न पर्ने देखियो, असार मसान्तमा आइपुग्दाखेरि तपाईँले 8,000 कर तिर्न पर्ने देखियो भने अब तपाईँलाई 5,000 जरिवाना लाग्यो के। 8,000 छुट्टै लागिहाल्यो अनि 5,000 छुट्टै लागिहाल्यो, त्यसको ब्याज पनि लाग्यो, 8,000 को ब्याज पनि लाग्यो जुन पुसदेखि पुसमा 40% त तिर्नु पर्थ्यो। त्यो 8,000 यहाँ एउटा क्यालकुलेसनै गरेर देखाउँछु म, इक्वल टु 8,000 को 40% भने पछाडि 3,200 रुपियाँ त हामीले पुष मसान्तभित्र तिर्नु पर्ने थियो, पुष मसान्तभित्र तिरेनौँ, हामीलाई काहीँ कतैबाट टिडिएस पनि आएको छैन, हाम्रो अघिल्लो वर्षको पनि बाँकी राखेका छैनौँ, सबै सिद्धाइसकेका छौँ भने अब यो 3,200 को चाहिँ हाम्रो पुसदेखि माघ फागुन चैत वैशाख जेठ असारसम्म र अथवा त्यो जहिले हामीले तिर्छौँ, जस्तो असोजमा तिर्न गयौँ भनेदेखि साउन भदौ असोज यसरी, अब पुसमै गएर तिर्न गयौँ भने त 1 वर्षकै ब्याज लाग्ने भइहाल्यो होइन। 3,200 को चाहिँ जस्तो अर्को वर्ष हामी गयौँ भनेदेखि 3,200 को 15% को दरले 1 वर्षकै ब्याज लाग्ने भयो, 480 रुपियाँ ब्याज पनि आउने भयो। हेर्नुहोस् त, अब त्यही कुरा हाम्रो 7,500 भएको भए हामीलाई केही पनि लाग्दैन थियो, तर 8,000 हुने बित्तिकै हामीले कति धेरै चाहिँ यो पनि भइहाल्यो, प्लस हामीले अर्को 5,000 रुपियाँ पनि बुझाउन परिहाल्यो होइन। अनि त्यसमा पछाडि यो 5,000 को पनि 2.5% फेरि अर्को लाग्यो, भयङ्कर लाग्छ कि यसरी बढ्दै बढ्दै जान्छ। त्यो हामी प्र्याक्टिकल्ली क्यालकुलेसन गर्छौँ है, अलिकति थोरै चाहिँ, त्यति धेरै गर्दैनौँ। यसको 2.5% 125 रुपियाँ त्यो पनि लाग्यो। अनि यिनीहरूको यो आय विवरण पेश नगरेको कारणले गर्न लागेको है यो 125 चाहिँ। त्यसरी चाहिँ जरिवानाहरू लाग्छ। जस्तो मानव नमुना सहकारीले आर्थिक वर्ष 82-83 मा भएको 82 पुस 25 गतेसम्मको कारोबार, 25 गतेसम्म है, 25 गतेसम्मको कारोबारबाट दाखिला गर्नुपर्ने अनुमानित कर रकम रु 6,500 मात्र हुने रहेछ भने त्यस्तो संस्थाले 82 पुस मसान्त, 2082 चैत मसान्त तथा 83 असार मसान्तसम्म बुझाउनु पर्ने किस्ता रकम बुझाउनु पर्दैन, आय विवरण पनि पेश गर्नु पर्दैन, अनुमानित आय विवरण पनि पेश गर्नु पर्दैन। अब हामी भोलि चाहिँ सहकारीमा आयकर इन्कम ट्याक्स नै चाहिँ कसरी क्यालकुलेसन गर्ने भन्ने कुराहरू र इन्कम ट्याक्स कसरी फाइलिङ गर्ने, D3 फाइलिङ कसरी गर्ने भन्ने कुराहरू हामी छलफल गर्छौँ है त। आजको कुराहरूमा यहाँहरूको केही क्वेसन छ? सर मैले एउटा क्वेसन सोध्न मन लागेको सर, जस्तै अनुमानित आय विवरण पेश गरे होइन, 90% अप डाउन के अरे अनुमानित गरेको ट्याक्सको 10% अप अथवा 10% डाउन भयो भने केही हुँदैन, नत्र रिभाइज गर्नुपर्छ, स्टेटमेन्ट के अरे त्यो गर्नुपर्छ, अथवा चैतमा भने नि अथवा असारमा भने नि रिभाइज गर्नुपर्छ भन्ने सुनेको थिएँ सर, यो के हो मलाई क्लियर गरिदिनु न, हो कन्फ्युज हो भयो त्यही कि। त कुरा गरेको मैले, हो त्यही त कुरा गरेको मैले। 10% फाइन पनि लाग्छ भन्ने कुरो सुनेको थिएँ कि मैले अझ।
होइन 10% फाइन गरेन चाहिँ भने लाग्ने। फाइन पनि लाग्छ भन्ने सुनेको थिएँ कि। हो यसमा चाहिँ मैले अघि नै के भने नि सबैभन्दा सजिलो उपाय भने चाहिँ त्यो 10% तलमाथि नै पर्दैन। हाम्रो जुन वार्षिक को हिसाबमा हामीले गरेका हुन्छौँ नि होइन, लगभग लगभग हाम्रो त्यो प्लानिङ मिल्छ। बिजनेस प्लान जुन छ राम्रोसँगले बिजनेस प्लान बनाउनु भएको छ भने त्यो मिल्छ। त्यसकै आधारमा तपाईँले गर्नुभयो भने समस्या भएन। अब के गर्ने त भन्दा तपाईँले पुसमा एउटा विवरण भर्नुभयो। म पुरुषोत्तमको कुरा पुरुषोत्तम सरको कुरालाई अरू साथीहरूलाई पनि काम लाग्छ ल, यो म यहाँनिर अलिकति लेखेरै बुझाउँछु। पौष मसान्तमा चाहिँ तपाईँले पौष मसान्तको नाफा चाहिँ कति हुने भनेर अनुमान गर्नु भएको रहेछ त भन्दाखेरि यसलाई यहाँ टाइम्स न्यू रोमन गरौँ है त। पौष मसान्तको नाफा चाहिँ तपाईँले पौष मसान्तमा चाहिँ इस्टिमेसन गर्नुभयो। कसरी इस्टिमेसन गर्नुभयो? पौष मसान्तको अनुमानित मसान्तमा असार मसान्तसम्मको अनुमानित नाफा है। असार मसान्तसम्मको अनुमानित नाफा है। यो भनेको अनुमानित। ल यसलाई यस्तो गर्छु म। जस्तो उदाहरणको लागि 10 लाख रुपियाँ हाम्रो अनुमानित नाफा भयो। मैले 10 लाख रुपियाँको अनुमानित नाफा भयो। अब हेर्नुहोस् है, अब 10 लाखको तपाईँले अनुमानित चाहिँ 10 लाख गर्नु भएको। अब तपाईँले 9 लाखसम्म मात्रै चाहिँ हाम्रो आम्दानी हुन्छ होला भन्ने अनुमान गरेर 9 लाख बराबरको तपाईँको अनुमानमा 9 लाख होइन कि 90 ल 1 करोडै हिसाब गरौँ न, केही फरक परेन। 1 करोडको चाहिँ नाफा हुन्छ भनेर भनेको थियो, तर 90 लाख मात्रैको चाहिँ तपाईँले अनुमान विवरण पेश गर्नुभयो पौष मसान्तमा। अब चैत मसान्तमा आइपुग्दाखेरि हेर्नुहोस् है, चैत्र मसान्तमा आइपुग्दाखेरि तपाईँको असार मसान्तसम्मको नाफा हिसाब गर्दै जाँदाखेरि चाहिँ 90 लाख होइन कि के अरे 1 करोड होइन कि तपाईँले 1 करोड 15 लाख रुपियाँ चाहिँ नाफा निकाल्ने हुनुभयो। यसलाई पनि तलमा लिएर आउनु। 1 करोड 15 लाख भनेको 1 करोड 15 लाख रुपियाँ चाहिँ तपाईँले नाफा निकाल्ने हुनुभयो भने पछाडि यसको 90% भनेपछि अब तपाईँले 1 करोड 3 लाख रुपियाँको त कर तिर्नु पर्ने थियो, तर तपाईँले पहिला 90 लाख मात्रैको तिर्नु भएको थियो भनेपछि यति बेलामा चाहिँ तपाईँले अनिवार्य रूपमा विवरण दाखिला गर्नु पर्यो। के भन्छ? कर पनि तिर्ने र रिभाइज्ड भनेर देखाउन होइन, विवरण पनि दाखिला गर्ने है। अब यसमा तपाईँलाई के हुन्छ त भन्दा 10% भन्दा तलमाथि परेको आधारमा कुनै छुट्टै अर्को केही शुल्क लाग्दैन। भनेको यो 5,000 चाहिँ तपाईँको यहाँ मात्रै लाग्ने हो। 5,000 और 0.01% अफ ट्याक्सेबल इन्कम चाहिँ यहाँ मात्रै लाग्ने हो। यहाँ चाहिँ त्यो लाग्दैन, तर तपाईँको यहाँ 2.5% चाहिँ लाग्छ के। 2.5% शुल्क लाग्छ अनि 15% ब्याज चाहिँ लाग्छ। त्यो 15% ब्याज त तपाईँले यो विवरण नबुझाउनु भएको भए पनि के भन्छ, बुझाए पनि नबुझाए पनि 15% ब्याज त तपाईँले तिर्नु भएन भने लाग्छ। अब यहाँ करै तिरिसक्नु भए पछाडि तपाईँलाई 2.5% पनि लागेन, 15% पनि लागेन। अब तपाईँले के गर्नु भने तपाईँलाई चैत मसान्तमा यो हुन्छ भन्ने कुरा थाहा नै भएन। चैत मसान्तमा तपाईँले यो इस्टिमेसन गर्नुभएको कुरा चाहिँ उनी गर्नु भएन। अब एकैचोटि तपाईँ कहिले जानुभयो त भन्दा असार मसान्तमा हेर्नुभयो। असार मसान्तमा हेर्दाखेरि चाहिँ तपाईँको अब नाफा चाहिँ कति भयो त भन्दाखेरि नाफा भयो 1 करोड 50 लाख नाफा भएछ असार मसान्तमा जाँदाखेरि। हेर्नुहोस् है, 1 करोड 50 लाख नाफा भएछ भने तपाईँले असार मसान्तमै रिभाइज गरिहाल्नु पर्यो कि। असार मसान्तमा रिभाइज गरिहाल्नु भयो भनेदेखि तपाईँको त्यो नाफाको आधारमा त पहिलेदेखि एडजस्ट भएर जाने भयो नि। जस्तो तपाईँले यहाँ चैत मसान्तमा गर्दा पनि अघिल्लो घटी रकम त यहाँ हामीले के भनेको 70% मात्रै बुझाउन बाँकी रकम भने हो नि त होइन। त्यो भएर अघिल्लो घटी रकम चाहिँ यहाँ आउँदा मिल्छ भनेको तपाईँलाई यसमा 10 चाहिँ यो मिल्न चाहिँ, तर यसमा अझै पनि तपाईँको त्यो जुन रकम 90% भन्दा
10% भनेको 110% भन्दा बढी भयो नि त तपाईँको नाफा होइन। जस्तो 1 करोडको 1 करोड 10 लाखसम्म भएको भए तपाईँले थप ब्याज लाग्दैन थियो। अब तपाईँले 1 करोड 15 लाखको आधारमा चाहिँ के गर्छ त यसले भन्दा ब्याज चाहिँ तिराउँछ। ब्याज चाहिँ कतिको तिराउँछ त भन्दा पुसदेखि माघ फागुन चैत 3 महिनाको ब्याज चाहिँ तिराउँछ यसरी है। ब्याज चाहिँ तिराउँछ कसको त भन्दा जति पुगेन नि तिराउँछ, जति पुगेन त्यसको है, भनेको 90%को आधारमा है, 100%को आधारमा होइन। त्यसको चाहिँ ब्याज चाहिँ तिराउँछ। ब्याज कति लाग्छ त भन्दा 15%। शुल्क लाग्दैन है यसमा चाहिँ, फेरि 2.5% चाहिँ लाग्दैन, तर 15% चाहिँ लाग्छ भनेको यसको क्यालकुलेसन चाहिँ यसरी हुन्छ। अब हामी यो एआई को कक्षामा चाहिँ यसको क्यालकुलेसन कसरी हुन्छ भन्ने कुराको एउटा मैले प्रम्प्ट पनि बनाएको थिएँ होइन। यसलाई चाहिँ हामी अझै सजिलो हुने गरी त्यो पनि गरौँ न। अब पर्सि क्लासमा हामी अझै यसलाई भनेको यो आय विवरण पेश गर्ने बेलामा पनि आउँछ यो कुरो। आय विवरण पेश गर्ने बेलामा पनि ब्याज र शुल्कहरू कसरी क्यालकुलेसन हुन्छ भनेर हेरौँला है। भनेको 10% भन्दा बढी भयो भनेदेखि चाहिँ 5,000 लाग्ने अथवा 0.1% लाग्ने भन्ने हुँदैन। यो 5,000 र 0.1 भनेको पुसको लागि मात्रै हो। त्योभन्दा पछाडिलाई लाग्ने भनेको ब्याज र शुल्क भनेर जुन 2.5% शुल्क र ब्याज लाग्छ त्यो चाहिँ लाग्छ। तपाईँले कम तिर्नु भयो भने जति कम तिर्नु भएको छ 90% देखि 110%मा केही फरक परेन भनेको त्यो 10% को तलमाथिमा, त्योभन्दा बढीको घटबड हुँदाखेरि चाहिँ तपाईँको के हुन्छ त भन्दा घटी भयो भने त केही पनि फरकै पर्दैन सरकारलाई। बढी भयो भनेदेखि चाहिँ हामीले त्यसको चाहिँ ब्याज तिर्नुपर्छ। ल 9:30 पनि भइसकेछ। अब असार मसान्त, त्यही भएर हामीले के गर्ने त भन्दा असार मसान्तमा चाहिँ सबै क्लियरै गर्ने। असार मसान्तमा कति छ त्यतिखेरसम्म त हामीलाई एउटा टेन्टेटिभ होइन, हामीलाई एक्चुअल कुरै थाहा भइसकेको हुन्छ। के एकाध एडजस्टमेन्ट भन्दा बाहेक ठुल्ठुलो संस्थाहरूले त्यही भएर यो स्टेटमेन्ट इन्ट्री नै गर्दैनन् कि, बरु 5,000 तिर्ने। यो फाइनमा अलिकति समस्या हुने भएर तिर्दै नतिरिकन 5,000 तिर्ने, कर चुक्ता ल्याउने प्राय गरेको प्र्याक्टिस देखिएको छ क्या यहाँ चितवनमा। होइन। त्यस्तो गर्दा यस्तो हुन्छ नि सर, पुरुषोत्तम सर, के हुन्छ भने 5,000 त तपाईँको लागि नै हाल्यो होइन। अनि हुन त सबैको टिडिएसबाट भ्याएको हुन्छ। ठुल्ठुलो संस्थाहरूले टिडिएसबाट नभ्याएको पनि हुनसक्छ। अब अहिले त धेरै जसो संस्थाहरूको टिडिएसले भ्याउँछ। टिडिएसले नभ्याएको जतिको त फेरि ब्याज लाग्यो नि त, 15% ब्याज त तिर्नु पर्यो नि त। त्यो त ब्याज त क्यालकुलेसन गरेर टिटुमा देखाइदिन्छ, उसले सिस्टमले क्यालकुलेसन गरेर देखाइदिन्छ। बढी त्यो बढी 15% तिर्दिने ब्याज बरु यो अनुमानित आय विवरण चाहिँ नभरिदिने कि, बरु ब्याज चाहिँ के अरे कर चाहिँ जस्तो तपाईँको एक्चुअल बेसमा कति छ सिस्टममा इन्कम छ त्यही अनुसार तिर्दै गइदिने। तपाईँको एक्चुअलमा कि अब के अरे पुसमा कति छ एक्चुअलमा आइहाल्छ, चैतमा एक्चुअल आइहाल्छ इन्कम के अरे नाफा। अनि असारमा त अरू बाँकी रोयल पनि सबै तिर्ने त्यसरी तिरेको देखिन्छ कि। हो, प्रायः सबैले गर्ने त्यही हो। तर त्यो पुस मसान्तको एउटा विवरण दाखिला गर्दैमा केही घाटा लाग्दैन सर, दाखिला गर्दैमा केही घाटा लाग्दैन। त्यो 90% भित्र तलमाथि पर्छ कि पर्दैन भन्ने हिसाबमा हो। त्यो तलमाथि पर्छ कि पर्दैन त उसले हामीले असार मसान्तकै आधारमा फेरि पनि क्यालकुलेसन गरिदिइहाल्छ होइन। त्यो हाम्रो ठ्याक्कै सिस्टमले यो पुस मसान्तसम्मको आम्दानी यति, अनि चैत मसान्तसम्मको अघि नै मैले भने चैत मसान्तसम्मको आम्दानी यति भनेर त त्यो सिस्टमले त थाहा पाउँदैन। हामीले जुन टोटल प्रफिट राख्छौँ, हाम्रो जुन विवरण अनुसारको टोटल प्रफिट राख्छौँ, त्यही प्रफिटलाई उसले यति चाहिँ पुस मसान्तसम्मको, यति चाहिँ चैत मसान्तसम्मको, यति चाहिँ असार मसान्तसम्मको भनेर भागै लगाइदिने, सिधै प्रोराटा बेसिसमा भाग लगाइदिने भएको हुनाले चाहिँ त्यो यो पहिलो विवरण नभरेसम्म त्यसको खासै सरोकार रहँदैन सर। पहिलो विवरण भरिदिने जति हुन्छ 0 हालेर पनि इन्ट्री गरेको नि देखियो। म कन्फ्युज भएँ। हो 0 धेरै सुरु 0 मैले आफैले पनि 0 हालेर गर्दैछु कतिको होइन। कम्तीमा त्यो भनेको चाहिँ 5,000 जोगाउने मात्रै उपाय हो कि। 5,000 जोगाउने 0 हाल्ने भनेको 5,000 जोगाउने उपाय हो फेरि हो। अरू त ब्याज र शुल्क त हामीलाई यसै पनि लाग्नेवाला छ, उसै पनि लाग्नेवाला छ नि, सकिहाल्यो नि। त्यही त ब्याज र शुल्क त हामीलाई यसै पनि लाग्नेवाला छ, उसै पनि लाग्नेवाला छ। किनभने टिडिएसकै पनि हिसाब गरौँ न। अब हामीलाई टिडिएस आउँछ पुसको मसान्तमा हो। पुसको मसान्तमा टिडिएस गर्छ र उनीहरूले हामीलाई 4 गते 5 गते 25 गतेसम्म टिडिएस गर्न समय दिएको छ भनेपछि त कि यो इस्टिमेसन गर्ने समय माघ मसान्त भनेर भन्नु पर्यो होइन। भनेको धेरै पर्सेन्ट त हाम्रो 25 दिन त बाँकी नै वेटिङ हुन्छ नि त। 25 दिन त हालिदिन्छ फेरि। 25 दिन त हाम्रो बाँकी नै रहेको हुन्छ। हामीले त चैत मसान्तसम्मको मात्रै टिडिएस दाबी गर्ने हो यहाँनिर। टिडिएस दाबी गर्ने बेलामा होइन, यहाँनिर टिडिएस दाबी गर्ने बेलामा हामीले यो अलरेडी पेड अन्तर्गतको यो चाहिँ अनुसूची 10 भनेर भनेको थियो नि होइन, एनेक्स 10 दिस इयर भनेर भनेको थियो नि। एनेक्स 10 दिस इयर भनेको त हाम्रो असोज मसान्तसम्मको हो नि। असोज मसान्त भन्दा पछाडि आएको ब्याजको त हामीलाई टिडिएसै गर्दै आउँदैन। भनेपछि यहाँ छ प्र्याक्टिकल्ली समस्याहरू छन्।
रेकर्डिङ चाहिएको छैन ए रवि सर आजको हिजोको रेकर्डिङ छैन हिजोको यहाँ नेट गइरहेको थियो म अहिले आज अलिकति एउटा काममा व्यस्त भएर मैले गर्न पाएन आज अहिले एकछिनमा म एडिट गरेर आजको यो क्लास र हिजोको एआईको क्लास चाहिँ म आज रेकर्डमा राखिदिन्छु अहिले ठिक छ अब रिभाइजको कुरा लगभग लगभग यति नै हो के अरे सरी रिभाइज भन्दा पनि इस्टिमेसन ट्याक्सको कुरा यहाँ एउटा के कुरा चाहिँ ख्याल गर्नु पर्यो भने जज जजसलाई कर लाग्छ जजसलाई कर लाग्छ कर लाग्ने है अब गाउँपालिकामा भएको कृषि सहकारी संस्था अनि 7,500 भन्दा कम कर तिर्दा पुग्ने संस्थाहरूलाई मतलब नगर्ने तर उहाँभन्दा बाहेक अरूले चाहिँ अघि पुरुषोत्तम सरले भने जस्तो 5,000 चाहिँ जोगाउनुहोस् न त्यो 5,000 फुकटा किन तिर्ने अब ब्याज त हाम्रो लगभग लगभग टिडिएसले पुगिसकेको हुन्छ त्यो भएर ब्याजको खासै हामी कहाँ समस्या रहँदैन अब 2.5% भने थोरै अमाउन्ट हो होइन कम्तीमा 15% ब्याज जोगाउनको लागि चाहिँ हामीले कति रकम पुगेको छैन 40% हिसाब गरेर कति रकम पुगेको छैन त्यति तिर्दिने अनुमान गरेर तिर्दिने हो होइन 70% पुग्नलाई कति पुगेको छैन त्यति तिर्दिने 100% असार मसान्त मैले भनेकोलाई चाहिँ ख्याल गर्नु है 40% भनेको पौष मसान्त 70% भनेको चैत मसान्त 100% भनेको असार मसान्तलाई कति पुगेको छैन त्यति राखिदिने अब त्यसको लागि चाहिँ तपाईँले अब ट्रिक चाहिँ के पनि लाउन सक्नुहुन्छ भनेदेखि अनुमान नै हो जस्तो पुष मसान्तमा हाम्रो पुषमा पनि टिडिएस आउँदैछ नि त भनेपछि यति चाहिँ हाम्रो टिडिएस आउँछ भनेर अनुमान गरेर राखिदिनु भयो भने केही फरक पर्दैन यसै उसी हामीलाई त्यसमा अलिकति थोर बहुत त ब्याज नलिकन छोड्दैन पर्छ नै पर्छ त्यो भएर 5,000 चाहिँ जोगाउनुतिर लाग्नुहोस् कि 5,000 भनेको ठुलो रकम हो नि त अनि अर्को 5,000 अर्को कुरो भास्ट चाहिँ अर्को के रहेछ भने सर जस्तो बिजनेस प्लानमा र यो बजेटिङमा बनाएको र एक्चुअलमा चाहिँ अलिकति धेरै नै डिफ्रेन्ट भएको नि देखिएको छ कि केसहरू अब बिजनेस प्लान अनुसार बनाउँदाखेरि र एक्चुअल प्रफिट चाहिँ धेरै भास्टै देखिएको छ कि यहाँ पनि अलिकति कन्फ्युजन लेभलै हुँदो रहेछ कि सर त्यो भनेको चाहिँ बिजनेस प्लान राम्रोसँगले बनाउनु भएन यहाँहरूले बिजनेस प्लान हो बनाउन त त्यो नि अब संस्थाहरूको प्राय आफ्नो तरिकाले बनाउनु हुन्छ तर एक्चुअल बेसमा जाँदाखेरि चाहिँ रियालिटीमा चाहिँ फरक आएको नि देखियो के आउँछ सत्य त बिजनेस प्लान राम्रोसँगले बनाउनु भएन भनेदेखि त आइ नै हाल्छ सत्य सामान्य संस्थामा कुरा हो देखिएको समस्या यो हो कि यो बिजनेस प्लान र तपाईँको एक्चुअल तपाईँको सिस्टममा आउने एक्चुअल डाटा फरक हुने अनि बिजनेस प्लान अनुसार गर्दाखेरि कतिपय संस्थाले ट्याक्स बढी तिर्नु भएको अवस्था पनि देखिया अनि हो यता सिस्टममा हेर्दाखेरि तपाईँको धेरै भास्ट भएर अग्रिम आयकर भएर तपाईँको क्यारी फरवर्ड गर्नुपर्ने अवस्था पनि देखिया फेरि संस्थाहरूमा धेरैको यो त यो केस पनि धेरै छ क्या धेरैको त क्यारी फरवर्डै गर्नु पर्ने अवस्था छ अहिले त होइन धेरै अब अहिले त एफडी नै छ प्राय एफडी छ एफडीबाटै आउँदाखेरि अहिले त क्यारी फरवार्डकै छ नत्र योभन्दा अगाडिको 2 वर्षको माहौल हेर्दाखेरि चाहिँ त्यस्तो देखिएको थियो क्या सर हो सर चितवनको केसमा आफै म अनुगमन गरेर त्यो भित्रै बाटो हेर्दाखेरि त्यो थियो त्यसको लागि चाहिँ के अरे अनुमान अलि राम्रोसँगले अनुमान गर्न लगाउने अब यो 90% भनेर ठ्याक्कै हामीले सहकारी संस्थामा चाहिँ यो लागू गर्न सक्दैनौँ नै कि त्यो जतिसुकै ठुलो सहकारी संस्थाहरूले पनि प्लान जस्तोसुकै गजबसँगले स्ट्राटेजिक बिजनेस प्लान बनाउने संस्थाहरूले पनि त्यो ठ्याक्कै मिट खाँदैन कि हाम्रो त्यो आम्दानीको भेरिएन्स हुन्छ नै हुन्छ काहीँ न काहीँबाट त्यो हामी चुक्छौँ नै अब कुनै बरु एकदमै मैले त के सजेस्ट गर्थेँ नि एक्चुअल बेस हेर्नु एक्चुअल बेसको आधारमा इन्टु 2 गर्नु 6 महिनाको उम्, आउँछ क्या 6 महिना इन्टु 12 गर्दाखेरि अलिकति 3-4 लाख अलिकति अपै गराएर गर्नु डाउन चाहिँ नगर्नु भन्छु कि मैले त्यसो गर्दा नै हुन्छ त्यो पनि एउटा बेटर आइडिया हो त्यो होइन पनि किनभने पुष मसान्तसम्ममा त हाम्रो यसै उसै खर्च नै भइरहेको हुन्छ धेरै होइन नाफा अँ, देखिँदैन खासै अनि त्योभन्दा पछाडिका पिरियडहरूमा अलिकति बढी अघि नै मैले भने नि असार के अरे चैतमा र असारमा हाम्रो अलिकति बढी रिकभरी आम्दानी हुने हुन्छ पिरियड हो त्यो फेरि हो त्यो भएर 6 महिना रिकभरी यता हुने पिरियडमा खर्च अलिकति हुने बढाउने पिरियड हो 6 महिना उता रिकभरी भएर इन्कम हुने पिरियड हो क्या हो हो त्यही किसिमले प्लान गर्नु पर्यो आजलाई यति नै गरौँ हस् यार सबैलाई धेरै धेरै धन्यवाद गुड नाइट